र हाइट यो चाहिँ मेजरेबल छ भने यस्तो चिजहरू नर्मल्ली भनेको छु है, जेनरली क्युबिक मिटरमा मेजर गरिन्छ। इक्जाम्पलको लागि कन्क्रिट वर्कमा आरसिसी को काम गर्नु पर्यो, पिसिसी को काम गर्नु पर्यो होइन, क्युबिक मिटरमा। ब्रिक वर्क क्युबिक मिटरमा। अहिले पनि मैले भनिसकेँ ब्रिकको सबै कामहरू केमा गरिन्छ, क्युबिक मिटरमा। तर एक्सेप्सनल केसहरू अहिलेको क्वेसनमा थियो। एक्सक्याभेसनको काम गर्नु पर्यो, ट्रेन्च खन्नु पर्यो कतै, अथवा कतै केही खन्नु पर्यो, त्यो भन्यो भने क्युबिक मिटरमा। रब्बल मेसनरीको अथवा स्टोन मेसनरीको कामहरू गर्नु पर्यो क्युबिक मिटरमा। सप्लाई अफ स्यान्ड, यहाँनिर सप्लाई अफ लेखा छ है, अगाडिको कुरा नि राम्ररी हेर्नुपर्छ। सप्लाई अफ स्यान्ड, एग्रिगेट, ब्रिक ब्यालास्ट, स्टोन ब्यालास्ट भनेको के हो त? कतैबाट स्यान्ड मगाउनु पर्यो तपाईँहरूले होइन, केमा मगाउनुहुन्छ, भोल्युममा मगाउनुहुन्छ नि होइन। कति भोल्युमको स्यान्ड चाहियो, यति मिटर क्युब स्यान्ड चाहियो, यति मिटर क्युब एग्रिगेट चाहियो भनेपछि यो क्युबिक मिटरमा। र ब्रिक ब्यालेन्स भनेको ब्रिकको टुक्राहरू होइन, ब्रिकको टुक्राहरू मगाउनु पर्यो भने तपाईँले केमा मगाउनु हुँदो रहेछ, क्युबिक मिटरमा। त्यस्तै अर्को स्टोन ब्यालास्ट। स्टोन ब्यालास्ट भनेको के हो त? ढुङ्गाको धुलोहरू है, टुक्राहरू के टुक्रा मगाउनु पर्यो भने चाहिँ केमा त? क्युबिक मिटरमा। स्टोन ब्यालास्ट र ब्रिक ब्यालास्ट है, यो झुक्किनुहुन्छ है। फेरि ब्रिक र ब्रिक ब्यालास्ट भनेको फरक चिज हो, तर ब्रिकको कामहरू क्युबिक मिटरमा मेजर गरिन्छ। ब्रिक ब्यालास्ट कतैबाट मगाउनु पर्यो होइन, इँटाको टुक्राहरू मगाउनु पर्यो भने क्युबिक मिटरमै मगाइन्छ। वुडवर्क पनि केमा त? इन के त? विन्डो फ्रेम होइन, विन्डो अथवा डोर फ्रेमहरूमा होइन, ढोकाको झ्यालको फ्रेम बन्छ नि होइन, चौकोस भन्छ नि वरिपरिको हो, त्यो विन्डो फ्रेम बनाउनु पर्यो, अथवा बिम बनाउनु पर्यो, अथवा रुफ ट्रसहरू, यो सबै के को त? काठको। हेर्नुहोस् त, वुडवर्क यो सबैमा क्युबिक मिटरमा मेजर गरिन्छ। के भयो भाइ? के प्रब्लम? त्यस्तो केही छैन, ठिकै छ। भनेपछि यो सबै केमा मेजर गरिँदो रहेछ? क्युबिक मिटरमा है। अब अर्को आयो स्क्वायर मिटरमा चाहिँ के मेजर गरिन्छ त? स्क्वायर मिटरमा जस्तो जुन चिजको चाहिँ के छ त, कुनै एउटा डाइमेन्सन चाहिँ रिलेटिभली के छ त, अलिकति नेग्लिजिबल जस्तो अथवा एकदमै सानो छ, मेजरेबल छैन है, अलिकति मेजरेबल छैन, अलिकति सानो छ, एउटा डाइमेन्सन जस्तो यहाँनिर हेऱ्यो भने यसमा एलबिएस नै भयो। तर कुनैको चाहिँ के हुन्छ त, लेन्थ र ब्रेड चाहिँ मेजरेबल छ, एच चाहिँ एकदमै सानो छ क्या, एकदमै एकदमै नेग्लिजिबल सानो छ थिकनेस चाहिँ। एल र बीको तुलनामा कम्पेरिजन गर्यो भने एच चाहिँ एकदमै सानो छ। यस्तो केसमा एच अथवा थिकनेस टी है, यो एकदमै सानो छ भने यस्तो चिजहरू चाहिँ केमा मेजर गरिन्छ? स्क्वायर मिटरमा। नर्मल्ली के हो त? स्क्वायर मिटरमा मेजर गरिन्छ हो। अब यहाँनिर हेर्नुहोस् त, अथवा अर्को चिज भनेको चाहिँ स्क्वायर मिटरमा मेजर गर्ने चाहिँ आइदर यो एकदमै सानो हुन्छ, अर यो फिक्स्ड हुन्छ। यो के हुन्छ? फिक्स्ड हुन्छ। यो यति नै हुनुपर्छ भनेर फिक्स गरेको छ, सानो भ्यालु छ र फिक्स छ, त्यस्तो केसमा के हुँदो रहेछ? स्क्वायर मिटरमा मेजर हुन्छ। अब यो भनेको जस्तो फर्मवर्क, फर्माहरू हुन्छ नि होइन, कन्क्रिटको काम गर्दाखेरि फर्मा ठोक्नु पर्यो नि, फर्मवर्क गर्नु पर्यो भने के त? स्क्वायर मिटरमा गर्छ। डिपिसीको काम गर्नु पर्यो, ड्याम प्रुफिङको होइन, स्क्वायर मिटरमा गर्छ। हाफ ब्रिक वाल अहिले हेर्नुहोस् त, ब्रिक वर्क सबै केमा गर्थ्यो? क्युबिक मिटरमा। तर हाफ ब्रिक वालमा के छ त, यसको थिकनेस के छ? 4 इन्च छ। हाफ ब्रिक वाल भन्यो भने एउटा मात्र ब्रिकको थिकनेसतिर विड्थतिरको लाग्छ नि होइन, थिकनेस, त्यो भनेको के हो त? हाफ ब्रिक वाल हो। त्यसको थिकनेस के छ? 4 इन्च छ, फिक्स छ यसको थिकनेस। त्यो हुनाले यो स्क्वायर मिटरमा मेजर गरिन्छ। हनीकम ब्रिक वाल, त्यो पनि के हो त? हनीकम ब्रिक वाल भनेको कस्तो अरे, यसरी ब्रिक, यहाँ ब्रिक आउँछ, फेरि अलिकति अल्टरनेटमा फेरि अर्को ब्रिक आउँछ, फेरि अल्टरनेटमा अर्को ब्रिक आउँछ, र यसको अल्टरनेटमा यसरी ब्रिक आउँदै जाँदाखेरि के हुन्छ त? यसरी ब्रिक बस्दै जाँदाखेरि के हुन्छ त? अब यहाँ तल अल्टरनेटमा यसरी ब्रिक बस्यो भने यो ठाउँ चाहिँ वाल जस्तो भयो नि, ग्याप, फेरि यहाँनिर के भयो? यसरी यस्तो, यो पोर्सन यहाँ ग्याप भयो, यहाँ ग्याप भयो, यसलाई चाहिँ हनीकम जस्तो देखियो नि त होइन, माउरीको चाका जस्तो क्या, पल 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 भएको होइन, तपाईँले देख्नु भएको छ नि, त्यो हुनाले यसलाई हनीकम ब्रिक वाल। यसमा पनि के हुन्छ त, एउटा एउटा ब्रिक मात्र, यसको थिकनेस के हुन्छ? एउटा ब्रिकको मात्र थिकनेस हुन्छ, यति मात्रै। भनेपछि यो हाफ ब्रिक वाल जस्तै जस्तै हो।
हनीकम्ब ब्रिक वाल भने पनि त्यो हुनाले यो पनि केमा मेजर गरिँदो रहेछ हनीकम्ब ब्रिक वाल भन्ने आयो भने पनि केमा मेजर गरिन्छ स्क्वायर मिटरमा। अर्को जङ्गल क्लियरेन्स जङ्गललाई फाड्नु पर्यो खाली गर्नु पर्यो होइन जङ्गल क्लियर गर्नु पर्यो भने अब जङ्गलमा के हुन्छ नम्बर अफ रुखहरू हुन्छ नि हो किन ट्रिज त एकदमै धेरै हुन्छ भनेपछि जङ्गल क्लियरेन्स गर्दा ट्रिजहरू बुसेसहरू काउन्ट गर्न सकिँदैन किनभने धेरै हुन्छ जङ्गल भने त नम्बर यो जङ्गल भने के हो त नम्बर अफ ट्रिजले बने हुन्छ नि त होइन ट्रिज हुन्छ अथवा सानो सानो बुसेसहरू हुन्छ यो सबै क्लियरेन्स गर्नु पर्यो होइन त भनेपछि यसलाई काउन्ट चिज काउन्ट गरेर सकिँदैन त्यो कारणले गर्दा यस्तो चिजहरू चाहिँ स्क्वायर मिटरमा जङ्गल क्लियरेन्स गर्ने हो भने स्क्वायर मिटरमा क्लियरेन्स गरिन्छ। अर्को पेन्टिङको काम हेर्नुहोस् त पेन्टिङ के हुन्छ त थिकनेस एकदमै कम हुन्छ नि पेन्टको होइन लेन्थ र ब्रेथ हुन्छ थिकनेस कम हुन्छ भने चाहिँ पेन्टिङको काम भयो रुफिङको काम भयो यो सबै स्क्वायर मिटरमा। डोर्स एन्ड विन्डोज अब यहाँ यो दुइटामा कन्फ्युज हुन्छ है तपाईँहरू डोर एन्ड विन्डोज सटर डोर एन्ड विन्डोज त्यो चाहे काठको होस् अथवा स्टिलको होस् अथवा फलामको होस् जेसुकैको होस् डोर र विन्डोको सटर केमा गरिन्छ स्क्वायर मिटरमा तर यसैको फ्रेम केमा गरिन्छ क्युबिक मिटरमा त्यो कुरा चाहिँ कन्फ्युज हुन भएन है। ग्लास प्यानल्स हेर्नुहोस् त झ्यालमा लगाउनुहुन्छ नि ग्लास होइन त्यसको ग्लास प्यानलको केमा मेजर गरिन्छ स्क्वायर मिटर स्क्वायर मिटर। सर्फेस ड्रेसिङ गर्नु पर्यो सर्फेस ड्रेसिङको काम गर्नु पर्यो स्क्वायर मिटरमा होइन लेभलिङको काम गर्नु पर्यो स्क्वायर मिटरमा सोलिङ गर्नु पर्यो स्क्वायर मिटरमा। टर्फिङ भनेको जस्तो ग्रास लगाउने हुन्छ नि होइन फुटबल ग्राउन्डमा ग्रास लगाएको हुन्छ नि हो त्यस्तो ग्रास टर्फिङ भन्छ घरहरूमा नि लगाउँछ नि होइन बगैँचाहरूमा अथवा चौर बनाएर लगाएको हुन्छ नि त्यो टर्फिङ गर्नु पर्यो के हो त स्क्वायर मिटर कति स्क्वायर मिटर टर्फिङ गर्ने भन्ने हुन्छ त्यो अनुसार। अब रनिङ मिटरमा गर्ने चिज अब अर्को चिज थर्ड चिज चाहिँ के हो त रनिङ मिटरमा के मेजर गरिन्छ भन्दा चाहिँ जसको चाहिँ के छ त क्रस सेक्सन एरिया एकदमै सानो छ क्रस सेक्सन लेन्थको रेस्पेक्टमा है यो एल भयो यो सेक्सन भयो यसको सेक्सन यता भयो नि होइन यो सेक्सन चाहिँ लेन्थको रेस्पेक्टमा एकदमै सानो छ आइदर स्क्वायर भए पनि अथवा रेक्टेङ्गुलर सेप भए पनि अथवा जुनसुकै सेप भए पनि के हो त क्रस सेक्सन एकदमै सानो छ होइन डाइमेन्सन क्रस सेक्सनल डाइमेन्सन एकदम सानो छ लेन्थ मात्र बढी छ धेरै छ भने त्यस्तो चिजहरू चाहिँ रनिङ मिटरमा मेजर गरिन्छ। त्यो भन्नाले अब जस्तो कर्निस भनेको हामीले नेपालीमा कार्नेस भनेर भन्छौँ क्या यो चाहिँ यस्तो वालको यस्तोमा छेउछेउमा बुट्टा लगाउनको लागि गरिन्छ नि होइन घर घरमा बुट्टा राखेको हुन्छ नि त्यो भने कार्नेस भन्छ नेपालीमा चाहिँ कर्निस हो ए कर्निसलाई नै कार्नेस भने त्यो कर्निसहरू रनिङ मिटरमा हेर्नुहोस् त कति लेन्थमा लगाउनु भयो त्यो अनुसार पैसा तिर्नु पर्यो कर्निस। कोपिङ भनेको वालको माथि हुन्छ वालको माथि छ नि वालको माथि यसरी वालमा पानी नपरोस् भनेर यहाँ अलिकति कोपिङ गरे यसरी निकाले हुन्छ यस्तो लेन्थमा यो कोपिङ गर्दा यता वाल गयो भने यो वालको माथि माथि यसरी कोपिङ गरे हुन्छ त्यो कोपिङ पनि केमा गर्दो रहेछ रनिङ मिटरमा। अनि एक्सपान्सन अर कन्ट्राक्सन जोइन्ट कुनै ठाउँमा हामीले जोइन्ट राखेको जस्तो कन्क्रिट वर्क नै कन्क्रिटकै जस्तो रोडहरूमा कन्क्रिट रोड बनाउनु पर्यो भने होइन रिजिड पेभमेन्ट डिजाइन गर्नु पर्यो भने के गर्नुपर्छ त ठाउँ ठाउँमा यसमा जोइन्टहरू राख्नुपर्छ यसलाई के भन्छ एक्सपान्सन जोइन्ट भन्छ होइन एउटा कन्क्रिट भयो अर्को कन्क्रिट बिचमा के हो त जोइन्ट राखेको हुन्छ यसरी यो जोइन्टहरूको लेन्थ यो त रनिङ मिटरमा यसरी लेन्थ मेजर गरिन्छ कति लेन्थ भयो यसको भनेर त्यो भन्नाले यो एक्सपान्सन अथवा कन्ट्राक्सन जोइन्ट जे भए पनि रनिङ मिटरमा। पाइल ड्राइभिङ जस्तो फाउन्डेसनमा पाइल के गर्नु पर्यो त फाउन्डेसन यो सर्फेस भयो यहाँबाट चाहिँ पाइल ड्राइभ गरेर फाउन्डेसनमा तल यसरी पाइल फाउन्डेसनको लागि पाइल ड्राइभ गर्नु पर्यो भने कति लेन्थ कति फिट तलसम्म गयो त यो अथवा कति मिटर तल गयो त्यति त्यो अनुसार मेजर गरिन्छ भनेपछि यो रनिङ मिटरमा पाइल ड्राइभिङ पनि। पाइपहरू के हो त रनिङ मिटरमा जहिले पनि पाइप कति लामो छ होइन कति लेन्थ युज गर्नुभयो त्यसैमा मेजर गरिन्छ। रेलिङहरू घरको रेलिङहरू पनि रनिङ मिटरमा। सप्लाई अफ इलेक्ट्रिक वायरको सप्लाई भनेको छ है इलेक्ट्रिक वायरको सप्लाई गर्नु पर्यो कति मिटर वायर चाहियो तार कति मिटर चाहियो त्यही अनुसार ल्याउनुहुन्छ नि होइन जति मिटर चाहियो त्यो अनुसार तार किनेर ल्याउनुहुन्छ भनेपछि इलेक्ट्रिक वायरहरू पनि रनिङ मिटरमा गरिन्छ।
कटिङ अफ ट्रिज। अब अर्को छ नम्बरमा गर्ने, हेर्नुहोस् है, नम्बरमा काउन्ट गर्ने। ल, नम्बरमा नम्बरमा मेजरमेन्ट लिनेहरू के होला त? जुन चिजलाई काउन्ट गरेर तपाईँले पैसा तिर्नुहुन्छ त्यो नम्बरमा गर्ने हो। अब अघि हेर्नुहोस् यहाँनिर जङ्गल क्लियरेन्स भन्यो भने चाहिँ केमा गर्नु पर्यो? स्क्वायर मिटरमा है। जङ्गल क्लियरेन्स, किनभने धेरै रुखहरू हुन्छ त्यसमा होइन, रुख पनि हुन्छ, बुसेसहरू हुन्छ, धेरै चिज हुन्छ नि त होइन। त्यो हुनाले त्यसलाई स्क्वायर मिटरमा गर्नु पर्यो। तर कटिङ अफ ट्रिज, रुख काट्ने काम कसैलाई लगाउने हो भने कतिवटा रुख काट्यो त्यो अनुसार चाहिँ तिर्नु पर्यो पैसा फेरि। भने चाहिँ कटिङ अफ ट्रिजमा चाहिँ नम्बरको आधारमा तिर्नु पर्यो। फिक्सिङ अफ ग्लास पेन्स, हेर्नुहोस् न, यो पनि माथिसँग कन्फ्युज हुन्छ। अहिलेको ग्लास प्यानल्सहरू छ नि, केमा मेजर गरिन्थ्यो? स्क्वायर मिटरमा। तपाईँले ग्लास प्यानल किनेर झ्यालको लागि सिसा किन्न जानु पर्यो भने केमा मेजर मेजर गर्छ उसले? स्क्वायर मिटरमा मेजर गर्छ। तर झ्यालको लागि किनेर ल्याइसकेपछि अब झ्यालमा लगाउनु पर्यो कि परेन? फिक्स गर्नु पर्यो नि। त्यो लगाउने मान्छेले चाहिँ के को आधारमा पैसा लिन्छ? कतिवटा चाहिँ उसले झ्यालमा लगाए त त्यसको आधारमा पैसा लिन्छ। भनेपछि यो चाहिँ के भयो त? फिक्सिङ अफ ग्लास पेन्स चाहिँ केमा पर्यो त? नम्बरको आधारमा। सप्लाई अफ ब्रिक्स, ब्रिक्स सप्लाई गर्नु पर्यो। हेर्नुहोस् है, अब यो अहिलेको माथिसँग फेरि कन्फ्युजन हुन पाइएन। ब्रिक वर्क केमा गरिन्छ? क्युबिक मिटरमा। क्युबिक मिटरमा। ब्रिक बालास्ट, अघि ब्रिक बालास्ट, ब्रिकको टुक्राहरू किनेर ल्याउनु पर्यो भने के हुन्छ? त्यो पनि क्युबिक मिटरमै लिएर आउँछ नि होइन। किन टुक्रालाई चाङ लगाएर राख्न मिल्छ? मिल्दैन। कुनै टुक्रा ठुलो हुन्छ, कुनै सानो हुन्छ। तर ब्रिक सप्लाई गर्नु पर्यो भने चाहिँ तपाईँले केमा, यति हजारवटा ब्रिक चाहियो मलाई, 2000वटा ब्रिक चाहियो मलाई, 4000वटा चाहियो भनेर भन्नुहुन्छ भने चाहिँ नम्बरमा गर्नु पर्यो सप्लाई चाहिँ। सप्लाई अफ वाटर ट्याङ्क, पानी ट्याङ्की, नम्बरमा। कमोड, कमोडहरू नम्बरमा कतिवटा चाहियो त्यही अनुसार होइन। वायरिङ इन बिल्डिङ फर अल टाइप्स अफ पोइन्ट, नम्बरमा। वायरिङको पैसा तिर्नु पर्यो नि तपाईँले, वायरिङ गरेको पैसा तिर्नु पर्यो नि। कतिवटा पोइन्ट बनाएको छ उसले वायरिङको, त्यो अनुसार पैसा तिर्नु पर्यो। त्यही वायर किनेर ल्याउँदा चाहिँ केमा गर्नु पर्यो? रनिङ मिटरमा फेरि तार किनेर ल्याउँदा हो किन। तर वायरिङको काम गर्ने मान्छेलाई चाहिँ कतिवटा पोइन्ट छ त? एउटा स्विच बाल्दाखेरि कतिवटा बत्ती बल्यो होइन, एउटा बल्यो होला भने एउटा पोइन्ट भयो। अर्को स्विच बाल्दा अर्को बत्ती बल्यो भने अर्को पोइन्ट भयो। जतिवटा पोइन्टहरू छ त्यो अनुसार पोइन्टको आधारमा चाहिँ के भयो त? नम्बरमा तिर्नु पर्यो उसलाई। अर्को हेरौँ त, स्टिल रिइन्फोर्समेन्ट। अब अब अर्को चाहिँ के छ त? क्विन्टलमा मेजर गर्ने, क्विन्टल अथवा केजी है। केजी अप्सन छ भने केजी लगाउने होइन, केजी छैन भने क्विन्टल लगाउँदा पनि हुन्छ। अब केजी अथवा क्विन्टलमा मेजर गर्ने चिज भनेर चाहिँ के रहेछ त? स्टिल रिइन्फोर्समेन्ट। जुन चिजलाई जोखेर मेजर गरिन्छ होइन, त्यो चिजहरू चाहिँ के हो त? क्विन्टल अथवा केजी। स्टिल रिइन्फोर्समेन्ट जोखेर किन्ने हो। आइरन वर्कहरू सबै काठ के अरे फलामको कामहरू गर्नुपर्ने सबै फलाम के हो त? वेट गरेर बेच्छ बेच्ने मान्छेले है। त्यो हुनाले क्विन्टल अथवा केजीमा मेजर गरिन्छ। अर्को ब्याग सिमेन्ट, सिमेन्ट किन्नु पर्यो भने हामीले कति बोरा भन्छौँ नि होइन, यति बोरा, 4 बोरा सिमेन्ट, 5 बोरा सिमेन्ट भन्छौँ नि। भनेपछि यो चाहिँ ब्यागमा काउन्ट गरिन्छ सिमेन्ट चाहिँ, सप्लाई अफ सिमेन्ट चाहिँ। अनि जुन चिज लिक्विडमा हुन्छ, लिक्विड भएको चिजहरू चाहिँ लिटरमा मेजर गरिन्छ। जस्तो लिक्विड, लिक्विड अथवा सेमी लिक्विड है, सेमी लिक्विड पनि हुनसक्छ। सप्लाई अफ पेन्ट, varnish, ओइल, यिनीहरू सबै चाहिँ लिटरमा मेजर गरिन्छ। भने चाहिँ यो कुरा अब तपाईँहरू क्लियर हुनुभयो, ठ्याक्कै छुट्टिएको हुन्छ है, कस्तो चिज चाहिँ केमा मेजर गरिन्छ भन्ने कुराहरू छुट्टिएकै हुन्छ। यही कुराहरू भयो। जेनरल रुल हेरौँ है, कस्तो चिजलाई के गर्ने भन्ने कुराहरू छ। यो रुल, यो चाहिँ के भयो त? मेजरमेन्ट गर्दाखेरि हामीले जस्तो मेजरमेन्ट लिन्छौँ नि होइन, कस्तो चिजलाई हटाउने नलिने होइन, कस्तो चिजलाई चाहिँ इन्क्लुड गर्ने भन्ने कुराहरू छ यसमा। मेसनरी वर्क, मेसनरीको काम गर्दै हुनुहुन्छ, स्टोन मेसनरी हुनसक्छ, ब्रिक मेसनरी हुनसक्छ। त्यसमा के भन्छ त? नो डिडक्सन फर ओपनिङ लेस देन 0.1 मिटर स्क्वायर।
यदि 0.1 मिटर स्क्वायर भन्दा सानो ओपनिङ छ, जस्तो यहाँनिर भनौँ न होइन, यति एरियामा स्टोन मेसनरी लगाउनु भयो, यहाँ सानो पाइप राख्नुभयो पानीको लागि, होइन त? भने 0.1 मिटर स्क्वायर भन्दा सानो छ भने यसलाई घटाउन पाइएन, यो पुरै लिनु पर्यो भन्न खोजे अहिले। अनि बियरिङ अफ फ्लोर एन्ड रुफ स्ल्याब, यदि फ्लोर र रुफ स्ल्याबमा के छ त बियरिङ हालेको छ होइन, बियरिङहरूलाई चाहिँ घटाउन पाइएन, घटाउन पाइएन। र फुल डिडक्सन फर अदर ओपनिङ, यो बाहेक अरू ओपनिङ छ भने चाहिँ के हो त फुल डिडक्सन गर्ने भने, योभन्दा ठुलो ओपनिङहरू छ भने चाहिँ त्यसलाई घटाउन पाइयो भनेर भन्छ मेसनरी वर्कको लागि। आरसिसी वर्कको लागि हेर्नुहोस् त, भोल्युम अफ स्टिल मे बी टेकन 0.6% to 1% अब आरसिसीको कामको लागि है, जेनरली भने नर्मल्ली कति पर्सेन्ट स्टिल युज हुन्छ भने 0.6 देखि 1%सम्म स्टिल युज हुन्छ भनेर चाहिँ यो 0.6 to 1%। अनि के भन्छ त अब यहाँ आरसिसीको लागि हेर्नुहोस् त, यसरी स्टिलहरू त युज गरेको छ नि त यहाँनिर होइन, यहाँ रड छ, यहाँ रड छ, यसलाई स्टिरप्सहरू राखेको छ यहाँनिर, यहाँ स्टिरप्सहरू छ, यसलाई सेक्सनमा हेर्ने हो भने यसरी बसेको होला, यहाँ रड होला, यो 4वटा रड होला यहाँनिर, अथवा 8वटा होला, कतिवटा होला, यहाँ स्टिरप्सहरू यसरी घुमेर बसेको होला यसरी होइन, यसरी बसे होला नि त। भनेपछि यसले लिने एरिया त कभर छुट्टै गर्यो, अनि कन्क्रिट त छुट्टै आयो नि त होइन। तर के भन्छ त त्यसको लागि चाहिँ नो डिडक्सन फर स्टिल इज मेड फर डिटर्मिनेसन अफ भोल्युम अफ कन्क्रिट, कन्क्रिटको भोल्युम निकाल्नको लागि यो घटाउन पाइँदैन, स्टिलको भोल्युम घटाउन पाइँदैन, एज अ होल यसको एरिया नै के हो त कन्क्रिटको भोल्युम हो भनेर भन्छ, डिडक्सन गर्न पाइँदैन भनेर। अर्को चाहिँ प्लास्टरिङ एन्ड पेन्टिङको लागि रुल है, प्लास्टरिङ र पेन्टिङ गर्दाखेरि चाहिँ के भन्छ त नो डिडक्सन फर ओपनिङ लेस देन 0.5 मिटर स्क्वायर। यो चाहिँ अलिकति ठुलो छ, अलिकति ठुलो एरियामा पनि जस्तो होइन, अहिले चाहिँ के थियो त सानो 0.1 थियो के को लागि मेसनरीको लागि होइन, तर अब यसको लागि चाहिँ 0.5 मिटर स्क्वायर, यो ओपनिङ 0.5 मिटर स्क्वायरसम्मको छ भने यसलाई डिडक्सन गर्न पाइँदैन भन्छ, यसलाई हटाउन पाइँदैन के को लागि पेन्टिङको लागि, प्लास्टरिङ र पेन्टिङ दुइटैको लागि 0.5 मिटर स्क्वायर भन्दा सानो। र वान फेस डिडक्सन फर ओपनिङ एरिया बिट्विन 0.5 मिटर स्क्वायर टु 3 मिटर स्क्वायर, यदि 0.5 देखि 3 मिटर स्क्वायर छ भने चाहिँ के हो त एक फेस डिडक्ट गर्ने भन्न खोजेको के हो त, यदि जस्तो झ्याल छ, सानो सानो झ्याल छ, जुन चाहिँ के छ त यो यहाँ प्लास्टरिङ गर्यो, अब 0.5 देखि 0.3 मिटर स्क्वायरसम्मको झ्याल छ भने यो साइडमा प्लास्टर गर्दै गयो, यसको त बाहिरी फेसमा नि गर्नु पर्यो नि त, हो किन दुई साइडमा गर्नु पर्यो नि त, यता साइडमा नि गर्नु पर्यो, यता साइडमा नि गर्नु पर्यो भने एक साइडमा मात्रै डिडक्ट गर्ने भन्छ, एक साइडमा चाहिँ पुरै मान्ने, एक साइडमा चाहिँ कटाएर राख्ने भनेको वान साइड। यहाँनिर के भनेको छ त वान फेस डिडक्सन फर ओपनिङ एरिया बिट्विन 0.5 to 3 मिटर स्क्वायर है। यस्तो यस्तो यो जुन डाटाहरू छ यो चाहिँ याद गर्नु पर्यो तपाईँहरूले, यसको कुनै लजिक छैन, यो किन गरेको किन गर्दा गरेको भन्दा सानो सानोलाई घटाइराख्न गाह्रो हुन्छ नि त, हो किन त्यस्तो चिजहरूलाई। तर यति नै किन 0.5 नै किन 2-3 मिटर नै किन भन्ने चाहिँ छैन, त्यो चाहिँ यादै गर्नु पर्यो तपाईँहरूले। वेन नट स्पेसिफाइड, अब यहाँनिर के भन्छ 4 होल्ड फास्ट फर विन्डो एन्ड 6 होल्ड फास्ट फर डोर। होल्ड फास्टहरू युज गर्दाखेरि के भन्छ कति कतिवटा युज गर्नु पर्यो अरे, विन्डोको लागि छ भने 4वटा होइन, विन्डोको लागि छ भने हेर्नुहोस् त यो विन्डो छ भने यता 1 2 3, यो साइडमा 3 4 when not specified 4 होल्ड फास्ट फर विन्डो एन्ड 6 होल्ड फास्ट। अब डोर आयो भने चाहिँ के छ त डोर आयो भने चाहिँ के हुँदो रहेछ 6वटा होल्ड फास्ट युज गर्नुपर्ने रहेछ, भनेको यहाँ एउटा, यहाँ एउटा, यता तल एउटा, 3टा यो साइडमा, 3टा यो साइडमा, यसरी 6वटा युज गर्छ होल्ड फास्टहरू। भनेपछि विन्डोको लागि 4वटा, डोरको लागि 6वटा है। वेट अफ वान होल फास्ट यो पनि याद गर्नु होला, एउटा होल फास्टको वेट चाहिँ जेनरली 1 केजी एजम गरिन्छ, ठ्याक्कै 1 केजी नभए पनि 1 केजी एजम्सन गरेर हामीले क्यालकुलेसन गर्छौँ भनेर भन्छ है। अब पेन्टिङ इन डोर्स एन्ड विन्डोज,
डोर र विन्डोमा पेन्टिङ गर्नु पर्यो भने के त आउटर डाइमेन्सन इज कन्सिडर्ड फर क्यालकुलेटिङ एरिया। पेन्टिङको एरिया कति भन्यो भने यसको जुन डोर र विन्डोको आउटर डाइमेन्सन छ नि भनेको के हो त यहाँनिर के छ फ्रेम छ, डोरको फ्रेम छ नि होइन, अनि बल्ल यहाँ सटर छ। यसको लागि क्यालकुलेसन गर्नु पर्यो भने के त यो आउटर डाइमेन्सन यो बाहिरी डाइमेन्सन चाहिँ लिइन्छ भनेर भने यो चाहिँ मेजरमेन्टको लागि जेनरल रुलहरू हो। ल अर्को स्लाइडमा जाउँ अब। अझै त्यसैमा मेजरमेन्टकै रुलहरू छ। अल वर्क स्याल बी मेजर सब्जेक्ट टु द फलोइङ टोलरेन्स। टोलरेन्सको कुरा आयो है, कति टोलरेन्स राख्ने भनेको जस्तो होइन। तपाईँले एउटा इक्जाम्पल दिँदैछु मैले, जस्तो रोड मेजर गर्नु पर्यो होइन, यहाँबाट सुरु भयो एउटा कुनै ल काठमाडौँबाट सुरु भयो अनि पोखरासम्मको रोड चाहिँ कति लेन्थ छ भन्नु पर्यो भने तपाईँले के गर्नुहुन्छ मेजर गरेर गयो भने जेनरली यति किलोमिटर छ, ल 200 किलोमिटर छ अथवा 201 किलोमिटर छ, 202 किलोमिटर छ भनेर लेख्नुहुन्छ नि होइन। तर 201.124 किलोमिटर छ भनेर यसरी लेखिन्छ र यस्तो छ भने पनि लेखिँदैन नि होइन। भनेको 200 यो भनेकै 201 किलोमिटर हो, यो यति टोलरेन्समा ठिक छ नि त, यो किलोमिटर लेन्थ मेजर गर्दा हो कि यो त नेग्लेजिबलै भ्यालु हो यो पछाडिको यसको लागि, त्यो मेजर गरिराख्न जरुरी छैन खासै 201 आएपछि यो लेन्थ मेजरको लागि। तर तपाईँले जस्तो भनौँ न होइन एउटा के को भन्दाखेरि जस्तो तपाईँले कुनै स्टिलको डायमिटर मेजर गरिराख्नु भएको छ, स्टिल रडको डायमिटर मेजर गरिराख्नु भएको छ भने तपाईँले अब यो 8 mm को डायमिटर आयो भने 8 mm लेख्नुहुन्छ नि त होइन। तर 8 mm अघि त यहाँनिर हेर्नुहोस् त मिटर यत्रो मिटर, यो 201 किलोमिटरमा 8 mm भनेर त के थियो नेग्लेजिबल थियो भ्यालु। अहिले त नेग्लेजिबल छ त छैन नि होइन। रेडियस जस्तो अब यसकै लेन्थ मेजर गर्नु पर्यो भने नि यति सेन्टिमिटर भन्नुहुन्छ, त्यसपछि कति कति डेसिमल पछाडि कतिसम्म लिने त त्यसलाई चाहिँ के भन्छ टोलरेन्स भन्छ है। कति भ्यालुसम्म लिँदाखेरि चाहिँ सुइटेबल हुन्छ क्या त्यो टोलरेन्स। अब त्यही कुरा मेजर गर्नु पर्यो भने चाहिँ हामीले अब के भन्दो रहेछ डाइमेन्सनहरू मेजर गर्नु पर्यो। डाइमेन्सन मेजर गर्नु पर्यो भने नियरेस्ट अफ कति रे 0.01 मिटर भनेको डेसिमल पछाडि 2टा डिजिट चाहियो भन्न खोजे यसले मिटरमा कुनै चिजको डाइमेन्सन मेजर गर्नु पर्यो भने। र एरिया स्याल बी मेजर टु द नियरेस्ट अफ 0.01 स्क्वायर मिटर। यदि एरिया मेजर गर्दै हुनुहुन्छ भने नि त्यसको एरिया चाहिँ के हो त 0.01 मिटर स्क्वायरसम्मको यसमा चाहियो भनेपछि डेसिमल पछाडि 2टा डिजिट चाहियो भनेको। अनि यदि क्युबिक कन्टेन्ट अथवा भोल्युम मेजर गर्दै हुनुहुन्छ भने त्यो पनि के हो त 0.01 क्युबिक मिटरै हो, त्यसको नियरेस्ट अफ 0.01 क्युबिक मिटर भने चाहिँ डेसिमल पछाडि 2टा डिजिट नै चाहियो यसमा। नर्मली के छ त सेम नै छ तिनटै केसमा होइन, एउटै छ, चाहे डाइमेन्सन मेजर गर्नुहोस् अथवा एरिया अथवा भोल्युम सबैको लागि 0.01 को नियरेस्टमा। तर यसको एक्सेप्सनल केसहरू छ। कस्तो कस्तो केसमा चाहिँ एक्सेप्सन छ भने द वुड वर्क्स सुड बी मेजर्ड। अब कुनै चिजको तपाईँले काठको काम गर्दै हुनुहुन्छ भने त्यसको नियरेस्ट अफ कति त 0.002 मिटर, 0.01ले भएन, 0.002 को नियरेस्टमा भने 2 mm यो भनेको कति हो त 2 mm को नियरेस्टमा मेजर गर्नु पर्यो। 2 mm लाई पनि छोड्न पाइएन क्या, 1 mm छोड्न पाइयो, 2 mm लाई छोड्न पाइएन, लिनु पर्यो भन्नु। थिकनेस अफ स्ल्याब अब अघिको अगाडिको अब्जेक्टिभ मैले अगाडि अब्जेक्टिभ राखेको थिएँ एउटा, त्यो अब्जेक्टिभसँग रिलेटेड आयो हेर्नुहोस् त। थिकनेस अफ स्ल्याब थिकनेस अफ रोड वर्क इज मेजर नियरेस्ट टु 0.005 मिटर। कुनै स्ल्याबको थिकनेस छ त्यसलाई 0.005 को नियरेस्टमा मेजर गर्नु पर्यो भनेको 5 mm को नियरेस्टमा मेजर गर्नु पर्यो। र अर्को स्ट्रक्चरल स्टिल वर्क्स टु द नियरेस्ट अफ 0.001 स्टिल वर्क यदि स्टिलको काम भइरहेछ भने चाहिँ 0.001 मिटरको नियरेस्टमा मेजर गर्नु पर्यो। किन भन्दा स्टिल यदि फिट राम्ररी फिट भएन भने के हुन्छ त मिसफिट भयो भने यसले गर्दाखेरि के हुन्छ स्ट्रेसहरू डेभलप हुन्छ भनेपछि यसलाई मेजर गर्दाखेरि डिजाइन गर्दा सबै 0.001 मिटरको नियरेस्टमा मेजर गर्नु पर्यो।
भनेपछि अरू चिजहरू यतिमा मेजर गरे पनि के हो त यो चिजहरू छ नि यो एक्सेप्सनल केसहरू चाहिँ यसले दिएकै ठाउँमा मेजर गर्नु पर्यो। र इक्जामको लागि जहिले पनि के हुन्छ यो एक्सेप्सनल हुन्छ नि यो चिज सबैभन्दा बढी इम्पोर्टेन्ट हुन्छ। एक्सेप्सनल नै हो इक्जाममा सोध्ने है। त्यो भन्नाले यस्तो कुराहरू याद गर्नु पर्यो कतिको नियरेस्टमा मेजर गर्नुपर्छ। ल यो कुरा यो अब्जेक्टिभ हेर्दै गरौँ त। The expected outturn of 2.5 centimeter cement concrete floor per mason per day। अब यसको छ नि कति म्यासन लाग्छ के काम गर्नको लागि होइन यो कुरा चाहिँ तपाईँहरूले याद गर्ने हो। यसको अरू उपाय छैन। यो चाहिँ कसरी आएको भन्दाखेरि नम्बर अफ के हो त प्र्याक्टिस गरेको अथवा प्र्याक्टिकल अथवा ल्याबमा होइन अथवा फिल्डमा त्यो सबै चिजमा चाहिँ कति 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 लाग्दो रहेछ कति टाइम लाग्दो रहेछ के गर्नको लागि भनेर एक्सपेरिमेन्ट गरेर आएको कुराहरू हो यो है। एक्सपेरिमेन्टबाट आएको चिजहरू हो। त्यो हुनाले यहाँ जति भनेको छ त्यति नै लेख्नुपर्छ एन्सर त्यही नै राख्नुपर्छ। त्यो हुनाले तपाईँहरूले याद नै गर्नु पर्यो है। अब द एक्सपेक्टेड आउटकम अफ 2.5 सेन्टिमिटर सिमेन्ट कन्क्रिट फ्लोर पर म्यासन पर डे भनेर आयो है। 2.5 सेन्टिमिटर सिमेन्ट कन्क्रिट गर्नु पर्यो इन फ्लोर पर म्यासन पर डे कति लाग्छ त भन्यो भने अनि एक्सपेक्टेड एउटा म्यासनले कति काम गर्छ भनेर भने है। एउटा म्यासनले एक दिनमा यो काम गर्नु पर्यो भने कति गर्न सक्छ भने यसको राइट एन्सर चाहिँ 7.5 स्क्वायर मिटर हो है त। यो चिजहरू चाहिँ यादै गर्नु पर्यो है। अर्को हेर्नुहोस् त द अर्डर अफ बुकिङ डाइमेन्सन इज डाइमेन्सन बुक गर्नु पर्यो भने कसरी बुक गर्नुहुन्छ? सर पहिला त्यहाँ बाइ द वे 5 सेन्टिमिटर हाइट सिमेन्ट कम्प्लिट भएको भए पहिला हाइट गर्ने हो कि पहिला बी गर्ने हो कि ब्रेथ गर्ने हो कि पहिला लेन्थ गर्ने हो? फर्स्टमा सर हजुर एलबिएच होइन सर? त्यहाँ माथिको क्वेसनमा चाहिँ यसको राइट एन्सर चाहिँ एलबिएच हो है। एलबिएच हो नि सर त्यो माथिको क्वेसनमा त्यो 2.5 सेन्टिमिटर सिमेन्ट कङ्क्रिटको ठाउँमा 5 सेन्टिमिटर भएको भए त्यस्तो हुँदैन क्या तपाईँहरूलाई मैले भन्दिनँ। तपाईँलाई छ नि अब्जेक्टिभ छ नि अब्जेक्टिभ जस्तो 2 पोइन्ट नर्मल्ली के हो त पिसिसी हो क्या यो पिसिसी प्लेन सिमेन्ट कन्क्रिट हो नि त होइन। पिसिसी को नर्मल जेनरल थिकनेस 2.5 सेन्टिमिटरको लागि हो। यसको लागि डाटा छ भने चाहिँ यसैको क्वेसन आउँछ तपाईँहरूलाई अरू चाहिँ आउँदैन फेरि त्यस्तो त है। डाइरेक्ट 7.5 सम्झिनु पर्यो होइन सर? 2.5 अरूको लागि क्वेसन आउँदैन तपाईँले भनेको क्वेसनहरू पनि छ भइहाल्छ है। म्युट गर्नुहोस् ल बच्चाहरू त्यहाँ बच्चा कराइराखेको छ म्युट गरेर राख्नुहोस् है। ल अर्को हेर्नुहोस् त द एक्सपेक्टेड आउटकम अफ सिमेन्ट कन्क्रिट 1:2:4 1 2 4 यो भनेको एम कति हो? कति हो? 15 हो। एम 15 यो कुराहरू तपाईँले कन्क्रिटमा पढ्नु भएको छ। ए म्युट गर्नुहोस् न बच्चाले कराइरहेछ। म्युट गरौँ न हो म्युट गरौँ है। बच्चाको आवाज आइरहेछ एकचोटि ल। जस्तो M15 कन्क्रिट भयो नि होइन M15 कन्क्रिटको लागि चाहिँ पर म्यासन पर डे कति आउटटर्न हुन्छ भनेको कति काम गरेर सक्नुहुन्छ भन्यो भने यसको लागि चाहिँ राइट एन्सर के हो त M15 को लागि 5 क्युबिक मिटर है। एक दिनमा एउटा मासनले गर्ने काम 5.0। अर्को हेर्नुहोस् द मिनिमम विड्थ अफ अ सेप्टिक ट्याङ्क यो पनि इम्पोर्टेन्ट छ। सेप्टिक ट्याङ्कको मिनिमम विड्थ कति हुनुपर्छ भनेर सोध्यो भने यसको राइट 75 75 सेन्टिमिटर। यो चाहिँ जेनरल कुराहरू भयो यति यति हुनुपर्छ भन्ने कुराहरू भयो है। अर्को क्वेसन हेरौँ द एक्सक्याभेसन एक्सिडिङ 1.5 मिटर इन विड्थ एन्ड 10 स्क्वायर मिटर इन प्लेन एरिया। हेर्नुहोस् है अब हजुर यो चाहिँ के हो त एक्सक्याभेसन दुई थरी हुन्छ। एउटा ट्रेन्च एक्सक्याभेसन अलिकति के हो त थिकनेस धेरै भयो। अब जस्तो यहाँबाट के भयो त यो एक्सक्याभेसन गर्दै जाँदाखेरि यो विड्थ भयो अनि यसको
थिकनेस अथवा डेप्थ भनौँ न, डेप्थ एकदमै धेरै छ भने चाहिँ ट्रेन्च बन्न गयो होइन। तर अब के छ यसको थिकनेस एकदमै कम छ नि, द एक्सक्याभेसन एक्सिडिङ 1.5 मिटर इन विड्थ, यो विड्थ चाहिँ 1.5 भन्दा बढी छ। र के हो त 10 स्क्वायर मिटर इन प्लान एरिया, यो एरिया हेऱ्यो भने 10 स्क्वायर मिटर भन्दा बढी छ। र डेप्थ चाहिँ कति भन्दा बढी छैन, 30 सेन्टिमिटर। यो डेप्थ चाहिँ जम्मा 30 सेन्टिमिटर भन्दा बढी छैन, 30 सेन्टिमिटर भन्दा सानो छ भने के हो त यसलाई चाहिँ सरफेस एक्सक्याभेसन भन्छ। ड्यू टु चेन्ज इन प्राइस लेभल a revised estimate is prepared if the sanctioned estimate exceeds कति त रिवाइज एस्टिमेट कति बेला प्रिपेयर गरिन्छ भने स्याङ्सन एस्टिमेट एक्सिड्स 5%। अर्को हेर्नुहोस् द एक्सपेक्टेड आउटकम अफ हाफ ब्रिक वाल। अब हाफ ब्रिक पार्टिसन वालको लागि चाहिँ कति हो त भने पर म्यासन एउटा म्यासनले हाफ ब्रिक वाल चाहिँ 5 स्क्वायर मिटर एक दिनमा सघाउन सक्छ। 5 स्क्वायर मिटर है यसको राइट आन्सर। द मेजरमेन्ट इज मेड फर स्टोन वर्क इन स्क्वायर मिटर इन केस अफ स्टोन काम गर्दै हुनुहुन्छ हैन, मेजरमेन्ट इज मेड फर स्टोन वर्क इन स्क्वायर मिटर कति बेला स्क्वायर मिटरमा मेजर गरिन्छ भनेर सोधेको छ ल। स्टोन वर्क नर्मली केमा गरिन्छ क्युबिक मिटरमा, तर कति बेला चाहिँ स्क्वायर मिटरमा गरिन्छ भने यसको राइट आन्सर वाल फेसिङ गर्नु पर्यो भने मात्रै गरिन्छ है, कोलम लिङ्टेलहरुमा होइन, कोपिङहरुमा होइन, बिल्डिङ वर्कमा नि होइन। यसको राइट आन्सर वाल फेसिङ। अर्को हेर्नु रिवाइज एस्टिमेट इज प्रिपेयर्ड हो। रिवाइज एस्टिमेट कति बेला प्रिपेयर गरिन्छ भने अब यहाँनिर छ व्हेन देयर इज मेटेरियल डेभिएसन, मेटेरियल डेभिएसन भएर रिवाइज गर्ने होइन है। व्हेन द स्याङ्सन एस्टिमेट इज लाइकली टु एक्सिड यो हो, तर अब यहाँनिर दुईटा छ, स्याङ्सन एस्टिमेट इज लाइकली टु एक्सिड मोर देन 10% हैन, 10% हो यसको राइट आन्सर। दुईटै तर दुईटामा 20% पनि होइन है। तर के हो त विथ इम्पोर्टेन्ट स्ट्रक्चरल अल्टरेसन हो कि विथआउट हो त? स्ट्रक्चरल अल्टरेसन हुँदाखेरि हो कि नहुँदा हो त? विथ होइन विथआउट हो। स्ट्रक्चरलमा केही पनि अल्टरेसन भएन भने है, यसको राइट आन्सर चाहिँ डी हो ल, विथआउट स्ट्रक्चरल अल्टरेसन। स्ट्रक्चरलमा केही पनि अल्टरेसन भएन भने चाहिँ रिवाइज एस्टिमेट गर्ने हो। अर्को कार्पेट एरिया अफ द रेसिडेन्सियल बिल्डिङ। रेसिडेन्सियल बिल्डिङमा नर्मली कार्पेट एरिया, अब कार्पेट एरिया भने के हो, जुन ठाउँमा तपाईँले के गर्न सक्नुहुन्छ कार्पेट ओछ्याउनुहुन्छ नि, नर्मल्ली सिम्पल बुझ्नलाई त्यही बुझ्दा हुन्छ। रुमहरुको लागि भन्छ हैन सर कार्पेट एरिया। जस्तो किचनमा कार्पेट ओछ्याइन्न हैन, किचनमा के हुन्छ पानीले भिज्छ नि हैन, किचनमा पानी युज हुन्छ, कार्पेट ओछ्याइन्न भने चाहिँ किचन पनि परेन। प्यासेजहरुमा कार्पेट ओछ्याइन्न, प्यासेज परेन है। टोयलेटमा कार्पेट ओछ्याइन्न, टोयलेट परेन हैन, कोर्टयार्डहरु परेन भने चाहिँ सबै चिजहरु परेन भने कति पर्सेन्ट जस्तो पर्यो त टेन्टेटिभ? धेरै चिज परेन नि हैन, 50 देखि 65 आधी जस्तो चिज परेन, तर आधी भन्दा अलि बढी पनि हुँदैन भने चाहिँ के हो त कार्पेट एरिया अफ रेसिडेन्शियल बिल्डिङ इज जेनरली कति हुँदो रहेछ प्लिन्थ एरियाको? कुन चाहिँ राइट आन्सर? बी। हजुर अप्सन बी है। कार्पेट एरिया भने के हो त भन्दा रुम भित्र जुन चाहिँ लिभिङ रुम हुन्छ अथवा बेडरुम हुन्छ त्यसमा कार्पेट ओछ्याइन्छ भने त्यो एरिया भयो 50 to 65% है रेसिडेन्शियल बिल्डिङलाई। इन व्हिच टाइप अफ एस्टिमेट इज कोर्टयार्ड नट कन्सिडर्ड? कोर्टयार्ड केमा गरिँदैन भने प्लिन्थ एरियामा सही है। कार्पेट एरिया डज नट इन्क्लुड द एरिया अफ के एरिया चाहिँ कार्पेट एरियाले लिँदैन त? द वाल एलोङ विथ डोर्स एन्ड अदर ओपनिङ कार्पेट एरियामा परेन? परेन। बाथरुम र ल्याबोरेटरी परेन, किचन पनि परेन। अघि कुरा गरिसकेको थिएँ मैले भने चाहिँ यसको राइट आन्सर अल अफ देम हैन, कुनै परेन परेन कुनै हैन। र यही कुरामा बेस भएर हामी अलिकति थ्योरिटिकल कुरा गरौँ है त अहिलेको अब्जेक्टिभमा। टाइप्स अफ इस्टिमेट के छ त? इस्टिमेटको टाइपहरु भयो भने पहिला प्रिलिमिनरी इस्टिमेट भनेर भन्छ, जेनरल क्या आइडिया लिनको लागि, जेनरल आइडिया लिन। जस्तो हैन तपाईले मोटरसाइकल किन्नु पर्यो भने के गर्नुहुन्छ, मोटरसाइकलको टेन्टेटिभ कति पर्छ
3 लाख परिरहेछ, 4 लाख परिरहेछ, 3,50,000 होइन, अथवा 2,90,000मा आइरहेछ भने त्यो जेनरल आइडिया लिनुहुन्छ नि, त्यो भनेको के हो? प्रिलिमिनरी इस्टिमेट। घर बनाउँदा पनि त्यही हो। घर बनाउनु पर्यो भने 3 तलाको घर बनाउनु पर्यो भने जेनरल कति लागिरहेछ भने 1 करोड लागिरहेछ काठमाडौँमा घर बनाउनु भन्यो भने त्यो हो टेन्टेटिभ यति परिरहेछ। त्यो इस्टिमेट भनेको प्रिलिमिनरी इस्टिमेट। हेर्नुहोस् त, प्रिपेयर टु डिसाइड फाइनेन्सियल पोलिसी म्याटर। के गर्ने त? 1 करोड जति लाग्छ भने कहाँबाट ल्याउने पैसा, होइन, खर्च कसरी गर्ने भन्ने त्यो फाइनेन्सियल पोलिसी बनाउनु पर्यो नि। त्यसको लागि चाहिँ यो इस्टिमेट गरिन्छ नर्मली। प्रिपेयर्ड अन द बेसिस अफ प्र्याक्टिकल नलेज एन्ड कस्ट अफ सिमिलर। त्यस्तै कामको काठमाडौँमा 3 तला घर बनाउँदा अरू साथीभाइले कतिमा बनाए त, होइन, त्यही इस्टिमेट अनुसार यतिमा बन्ने रहेछ। 2 तला घर भन्दा कतिमा बन्यो, त्यो कुराहरू चाहिँ प्रिलिमिनरी इस्टिमेट भयो। त्यसमा केही मेजर अब्जर्भ गरे हुँदैन, जस्ट के हो त लोकेसन हेरिन्छ, कुन ठाउँमा, होइन, कति तलाको अथवा कति क्वान्टिटी, त्यस्तो कुराहरू हेरिन्छ। अब प्लिन्थ एरिया इस्टिमेट अर्को छ। प्लिन्थ एरिया इस्टिमेट चाहिँ के भयो त? अब योभन्दा हेर्नुहोस् है, यो चाहिँ एकदमै लो एक्युरेसी। योभन्दा अलिकति बढी एक्युरेट चाहिँ के हो त? प्लिन्थ एरिया। प्लिन्थ एरियामा चाहिँ के गरिन्छ भन्दाखेरि जस्तो बिल्डिङको हेऱ्यो भने बिल्डिङको प्लिन्थ एरिया कतिमा बिल्डिङ बनेको छ। प्लिन्थ एरिया भने के हो त? बिल्डिङको एरिया, होइन, जुन चाहिँ वाल छ नि, वालभन्दा भित्रको एरिया। जस्तो प्लिन्थ एरियामा ग्राउन्ड फ्लोरको लाई छुट्टै मेजर गरिन्छ, अनि त्योभन्दा माथि गएपछि के हो त? फर्स्ट फ्लोर आयो, त्यसको छुट्टै एरिया मेजर गरिन्छ। हरेक फ्लोरको के अरे त? एरिया मेजर गरियो, होइन। जस्तो एउटा फ्लोरको 500 स्क्वायर फिट आयो भने तपाईँले 3 फ्लोर बनाउनु भयो भने टोटल कति बन्यो? 1500 स्क्वायर फिट। अनि 1 स्क्वायर फिटको पैसा बनाउन कन्स्ट्रक्सन गर्नको लागि चाहिँ तपाईँलाई कोही कसैले ल म 5,000मा बनाइदिन्छु भन्यो भने 500 स्क्वायर फिटमा 3 तले बनाउनु छ, 1500 स्क्वायर फिटको बनाउनु छ तपाईँलाई, होइन। 1500 स्क्वायर फिट बनाउनु पर्यो भने कति खर्च लाग्छ भन्यो भने कति भयो त? 15×5 = 75, 75,000,000 75 लाख लाग्ने रहेछ भनेर यसरी इस्टिमेट गर्नुभयो नि। यो चाहिँ के हो त? प्लिन्थ एरिया इस्टिमेट। यसमा चाहिँ के गर्दो रहेछ त? प्लिन्थ एरिया क्यालकुलेट गरिन्छ, बिल्डिङको प्लिन्थ एरिया र प्लिन्थ एरिया रेटले मल्टिप्लाई गरिन्छ। प्लिन्थ एरिया भनेको के हो त? यसको एरिया मात्र हो। माथिबाट हेर्दा जे देख्यो नि प्लिन्थ, यो, होइन, वालभन्दा भित्रको एरिया, तर हरेक तलाको निकालिन्छ भनेपछि यसरी। अब प्लिन्थ एरियाको रेट क्यालकुलेट गर्दा चाहिँ के हो त? सिमिलर फिनिसिङ र एम्युनिटिज भएको जुन स्ट्रक्चरहरू छ नि, त्यो स्ट्रक्चरको एरिया, प्लिन्थ एरियाको खर्च निकालेर क्यालकुलेसन गरिन्छ। योभन्दा प्रिलिमिनरी भन्दा अलिकति के भयो त? यो बढी एक्युरेट भयो। तर अब प्लिन्थ एरियामा हामीले 3rd डाइमेन्सन मेजर गरेको छ त? छैन नि, होइन। एल र बी युज गर्यो, तर यो बिल्डिङको त हाइट पनि छ नि त, यतातिर हाइट पनि छ, अनि एच पनि छ। अनि अब प्लिन्थ एरियाको आधारमा कुनै बिल्डिङ त 10 फिटको हाइटको बनाउला, कसैले 13 फिटको बनाउला अग्लो काम गर्दाखेरि क्या। अनि 10 फिट अग्लो बिल्डिङ र एउटा फ्लोरको भने है, 10 फिटको फ्लोर र 13 फिटको फ्लोरको लागि काम गर्नलाई सेम पैसा लिएर हुन्छ त? होइन नि, होइन, सेम एमाउन्टले त पुग्दैन। क्वान्टिटीदेखि सबै चिज बढी लाग्छ भनेपछि यो के हो त? प्लिन्थ एरिया भन्दा अझ बढी चाहिँ के हो त? क्युबिकल कन्टेन्ट इस्टिमेट अझ बढी के हो त? एक्युरेट भयो। किन भन्दा यसले के गर्छ? यो एरिया यो पनि इस्टिमेट गर्छ, सर्फेस एरिया, प्लिन्थ एरिया पनि। र प्लिन्थ एरियालाई केले त? यसको हाइटले पनि मल्टिप्लाई गर्छ। यसको हाइट कति हाइटमा गयो त भनेर यो हाइट पनि मल्टिप्लाई गर्छ भनेपछि यसको आधारमा भोल्युमको आधारमा अब भोल्युम निस्क्यो नि त? एउटा फ्लोरको यति भोल्युम, अर्को फ्लोरको यति भोल्युम भनेपछि टोटल भोल्युम निस्क्यो। त्यसलाई चाहिँ क्युबिक कन्टेन्टको रेटले, त्यसैको रेटले है, रेट पर क्युबिक मिटरले मल्टिप्लाई गरिदिन्छ भनेपछि एउटा 1 क्युबिक मिटर बनाउनलाई कति खर्च लाग्छ, होइन, यो 1 क्युबिक मिटरको यति बनाउनको लागि कति खर्च लाग्छ, त्यो त्यसको आधारमा चाहिँ के भयो त? क्युबिक कन्टेन्ट इस्टिमेट गरिन्छ भनेपछि के भयो त? योभन्दा यो अझ बढी एक्युरेसी बढ्दैछ है। 1 भन्दा 2 एक्युरेट, 2 भन्दा 3 बढी एक्युरेट जहिले पनि। त्यसपछि अब यो कुनैमा पनि हामीले बनाएको जुन बिल्डिङ छ त्यसको एक्ज्याक्ट मेजरमेन्ट ल्याएको छ त हामीले? छैन है। भनेपछि यो तीनैवटा के हो त? रिलेटिभली चाहिँ के हो? लो एक्युरेसीमा छ है। तिनीहरूमा एक्युरेसी बढ्दै चाहिँ गएको छ, तर तीनैवटा लो एक्युरेसीमा। र सबभन्दा एक्युरेट इस्टिमेट, अब एक्युरेसी एकदमै हाई एक्युरेसीको इस्टिमेट गर्ने हो भने चाहिँ
हामीले के गर्नुपर्छ डिटेल इस्टिमेट गर्नुपर्छ यो चाहिँ सबैभन्दा के भयो त हाई एक्युरेसीको चाहिँ इस्टिमेट हो यसको लागि चाहिँ इच एन्ड एभ्री आइटम अफ वर्क छ नि जे काम गर्नु छ जस्तो के हो त जस्तो पहिला सुरुमा साइट क्लियरेन्स गर्नु पर्ला अथवा अनि त्यसपछि एक्सक्याभेसन गर्नु पर्ला एक्सक्याभेसन गरेपछि फाउन्डेसनको कामहरू गर्नु पर्ला हैन त्यसपछि के हो त सुपर स्ट्रक्चरको काममा पनि के वाल लगाउने हो कि हैन त्यसपछि विन्डो डोरहरू हुन्छ नि के काम गर्ने विन्डोको काम गर्ने डोरको काम गर्ने हो कि अथवा पिलरको काम गर्ने हो कि स्ल्याबको काम गर्ने हो कि आरसिसी वर्कहरू भनेपछि त्यो सबै आइटमहरू चाहिँ छुट्याएको हुन्छ नम्बर अफ आइटम होइन अनि हरेक आइटमको चाहिँ के हुन्छ त क्वान्टिटी निकाले हुन्छ कति क्वान्टिटी छ त त्यो कुन क्वान्टिटी चाहिँ केमा मेजर गरिन्छ त्यो युनिटमा लेखेर यति मिटर भयो मिटर स्क्वायर मिटर भयो स्क्वायर मिटर त्यो अनुसार त्यसको रेट कति छ त्यो अनुसार रेट राखिन्छ भने चाहिँ हरेक आइटमको चाहिँ के छ त त्यसको हामीलाई क्वान्टिटी पनि थाहा हुन्छ क्वान्टिटी सर्वे गरे हुन्छ र त्यसपछि क्वान्टिटी अनुसार त्यसको रेट राखेर के गरे हुन्छ त त्यसको इस्टिमेट गरे हुन्छ जसलाई चाहिँ के भन्छ त डिटेल्ड इस्टिमेट भन्छ भनेपछि हेर्नुहोस् त डिटेल इस्टिमेटलाई चाहिँ अर्को तपाईँहरूलाई छ नि अब्जेक्टिभ पढ्दै हुन्छ भने यहाँ सेकेन्ड नाम छ नि एकदमै इम्पोर्टेन्ट छ है अब्जेक्टिभको लागि किन भन्दाखेरि जस्तो यही क्वेसन आउँछ अनि अप्सनमा चाहिँ यो पनि थाहा हुन्छ यो पनि हुन्छ अनि थर्ड अप्सन चाहिँ बोथ ए एन्ड बी भइदियो भने होइन बोथ लाउनु पर्यो नि त भनेपछि सेकेन्ड नाम चाहिँ एकदमै इम्पोर्टेन्ट छ है ल अब सबैभन्दा अघि मैले भनिसकेँ सबैभन्दा एक्युरेट इस्टिमेट हो बेस्ड अन प्लान एन्ड स्याङ्सन अफ द बिल्डिङ प्लान एन्ड स्याङ्सन भनेको के हो त प्लान भने प्लान भइहाल्यो प्लान बाहेक अरू ड्रइङ पनि हुन्छ नि त एलिभेसन हुन्छ होइन एलिभेसन ड्रइङ होला प्लान मात्र हुन्छ त ड्रइङ हुँदैन नि अरू ड्रइङहरू भने त्यो सबै ड्रइङहरूलाई चाहिँ स्याङ्सन भनेर भन्छ है quantities of item under each subhead is calculated from dimension taken from drawing and total cost is worked out in the form called abstract of cost. अब अघि मैले भने नि के गर्दो रहेछ त क्वान्टिटिज अफ आइटम अन्डर इच सबहेड हरेक सबहेड यो हरेक सबहेडमा चाहिँ के गर्दो रहेछ त आइटम यसको क्वान्टिटी क्याल्कुलेट गर्दो रहेछ र त्यसलाई चाहिँ केले मल्टिप्लाई गर्दो रहेछ हरेक क्वान्टिटीको कस्ट युनिट रेट हुन्छ नि जुन त्यसले मल्टिप्लाई गर्दो रहेछ जसलाई चाहिँ के भन्छ त्यो कस्ट कति यो क्वान्टिटीको कति रेट लाग्छ कति पैसा लाग्छ भन्यो भने त्यो चाहिँ के कहाँबाट ल्याउने पैसा चाहिँ कहाँबाट ल्याउने रे एब्स्ट्राक्ट अफ कस्ट भन्दो रहेछ है त्यसलाई एब्स्ट्राक्ट अफ कस्ट हुन्छ यो एब्स्ट्राक्ट अफ कस्ट भने के रहेछ त त्यसमा के लेखा हुन्छ यो आइटम यसलाई काम गर्नको लागि यति मिटर क्युब काम गर्नको लागि यति रुपियाँ लाग्छ 1 मिटर क्युब काम गर्नको लागि यति रुपियाँ लाग्छ 1 मिटर काम गर्नलाई यति रुपियाँ लाग्छ भनेर लेखा छ भने त्यो चाहिँ के भयो त एब्स्ट्राक्ट अफ कस्ट भयो दिस एस्टिमेट इज प्रिपेयर्ड फर गेटिङ एडमिनिस्ट्रेटिभ एन्ड टेक्निकल स्याङ्सन अफ द कम्पिटेन्ट अथोरिटी हैन टेक्निकल स्याङ्सन गर्नु पर्यो जस्तो तपाईहरुलाई बिड डकुमेन्ट बनाउनु पर्यो हैन बिड डकुमेन्ट बनाउनु पर्यो भने कतिको खर्च लाग्छ कतिको बिड भर्नु पर्यो बिओक्यूहरू भर्नु पर्यो हैन त्यसको लागि चाहिँ यस्तो हामीले डिटेल एस्टिमेट गरेको हुन्छ रिभाइज एस्टिमेट अब अघिको क्वेसनमा आएको थियो है रिभाइज एस्टिमेट कति बेला गरिन्छ भन्ने कुरा हैन अब यहाँनिर हेर्नुहोस् त रिभाइज एस्टिमेट भनेको पनि के हो त डिटेल एस्टिमेट नै हो एन्ड प्रिपेयर्ड अफ्रेस when the original sanction detail estimate exceeds by 10%. ओरिजिनल है नेपालको केसमा है यो 10%. कतै कतै बुकमा तपाईहरुले 5% लेखा भेट्नु होला त्यो भनेको अन्तैको हो त्यो नेपालको हैन त्यो इन्डियन राइटरको बुकहरुमा फरक हुन्छ त्यो भन्नाले नेपालकै केसको हेर्नु पर्यो 10% राइट आन्सर हो त्यो भन्नाले 10% मा 10% or more sanction detail estimate exceeds by 10% or more भयो भने त्यतिबेला के हुन्छ त रिवाइज्ड एस्टिमेट भन्नु पर्यो आइदर ड्यू टु द रेट बिङ फाउन्ड इनसफिसिएन्ट के कारणले रे रेट इनसफिसिएन्ट भएको कारणले पनि हुन सक्छ अर ड्यू टु सम अदर रिजन अरु कुनै कारणले पनि त्यो त 10% भन्दा एक्सिड गर्यो के एक्सिड गर्यो डिटेल एस्टिमेट गर्दाखेरि जुन छ नि डिटेल एस्टिमेट गरेको रेट जति आएको छ नि एस्टिमेट त्यो एस्टिमेट भन्दा 10% एक्सिड गर्यो भने चाहिँ त्यतिबेला चाहिँ हामीले के गर्नु पर्दो रहेछ त रिवाइज्ड एस्टिमेट गर्नु पर्दो रहेछ अर्को सप्लिमेन्टरी एस्टिमेट भन्छ त्यो पनि के हो त डिटेल एस्टिमेट नै हो तर कति बेला बनाइन्छ रे
एडिसनल वर्क, यदि काम थप गर्नु पर्यो, कुनै काम हुन्छ नि जस्तो लिस्टमा तपाईँले यो काम गर्नुपर्छ भनेर भनेको थियो, तर यो आइटमहरू 20वटा आइटम थियो, यस्तो यस्तो काम गर्नुपर्छ भने अर्को के हो त, तपाईँले बिड गर्दाखेरि 20वटा आइटमको लागि गर्नुभएको थियो, अब 21औं काम पनि गर्नु पर्यो, 22औं काम गर्नु पर्यो, थपेर आयो क्या। काम गर्दै जाँदाखेरि त पहिला थाहा नहुन नि सक्छ नि त, त्यो काम पनि गरिदियो भनेर भन्यो भने त्यति बेला चाहिँ के भयो त सप्लिमेन्टरी इस्टिमेट गर्नुपर्छ। क्लियर हुनुहोस् है, रिभाइज कति बेला गर्ने र सप्लिमेन्टरी कति बेला गर्ने भन्ने। And is prepared when additional work is required to supplement the original work। हेर्नुहोस् त, ओरिजिनलमा जे छ त्योभन्दा अरू थप गर्नु पर्यो कामहरू। अर्को चाहिँ रिपेयर एन्ड मेन्टेनेन्स इस्टिमेट भनेर भन्छ है। रिपेयर र मेन्टेनेन्सको लागि इस्टिमेट गर्नु पर्यो भने त्यसलाई चाहिँ रिपेयर एन्ड मेन्टेनेन्स इस्टिमेट सिम्पल छ होइन। टु किप द स्ट्रक्चर इन प्रोपर कन्डिसन एनुअली रिपेयरिङ वर्क इज क्यारिड आउट भनेर भन्छ। द इस्टिमेटेड एमाउन्ट सुड नट बी मोर देन 1.5% अफ द क्यापिटल कस्ट अफ द वर्क। यो चाहिँ अब तपाईँलाई इम्पोर्टेन्ट भयो है यो डाटा। के रहेछ त, द इस्टिमेटेड एमाउन्ट जति यो रिपेयर र मेन्टेनेन्सको लागि छुट्याएको एमाउन्ट चाहिँ 1.5% अफ के हो त क्यापिटल कस्ट। सुरुमा कति खर्च गर्ने, कति लगानी गर्ने भनेको छ नि, त्यो कस्टको 1.5% भन्दा बढी चाहिँ हुनु भएन भनेर भन्छ है। कन्टिन्जेन्सी अब के हो त कन्टिन्जेन्सी? कहिलेकाहीँ के हुन्छ छुटपुट हुन्छ नि होइन, सबै काम गर्दाखेरि सबै आइटमहरू लेख्न सकिन्छ त, सबै चिज त कन्सिडरमा ल्याउन सकिँदैन। भनेपछि त्यस्तो छुटपुट आइटमहरू फर अनफोर्सिन आइटम्स है, एउटा छुटपुट आइटमहरूको लागि। अर्को चेन्ज इन डिजाइन, कहिलेकाहीँ के हुन्छ डिजाइनै चेन्ज गर्नुपर्ने हुनसक्छ, त्यस्तो केसमा पनि भयो। एन्ड फर प्रोभिजन अफ पेटी इस्टाब्लिसमेन्ट। पेटी इस्टाब्लिसमेन्ट भने सानो सानो कामहरू हुन्छ नि, सानो सानो कामहरू जस्तो के भयो त अब जस्तो के भन्न सकिन्छ भन्दाखेरि सामान बाल्नु के भयो त कन्क्रिटिङको लागि, कन्क्रिट मिक्सचरको लागि चाहिँ तपाईँहरूले कन्क्रिट मिक्सचरको लागि मिक्सिङको लागि के चाहिन्छ भनेर सामानहरू भन्नुभयो भने के चाहिन्छ भन्नुहुन्छ? के मेटेरियल चाहियो तपाईँलाई? स्यान्ड चाहियो, सिमेन्ट चाहियो होइन, एग्रिगेट चाहियो होइन त, त्यही कुरा आउँछ नि कन्क्रिट मिक्स गर्ने भन्ने बित्तिकै दिमागमा। तर तपाईँले के हुन्छ साबेल चाहियो भन्नु भएन नि होइन, त त्यो पनि त चाहिन्छ नि त मिक्स गर्नलाई, किन केही न केही मिक्सर टुलहरू चाहियो नि त होइन, टुल त्यस्तो किन्नु पर्यो नि। त्यस्तो चिजहरू त के भयो त अनफोर्सिन आइटम भयो नि त, त्यस्तो चिजहरूमा नि खर्च हुन्छ, त्यसलाई चाहिँ के हो त कन्टिन्जेन्सीमा राखिन्छ। र तपाईँहरूलाई इक्जाममा चाहिँ प्रायः यस्तो क्वेसन सोध्छ, अब कन्टिन्जेन्सीको लागि कति पर्सेन्ट छुट्याइएको हुन्छ भने 3 to 5% छुट्याइएको हुन्छ कन्टिन्जेन्सी भनेर है। अर्को चाहिँ वर्क चार्ज इस्टाब्लिसमेन्ट। वर्क चार्ज इस्टाब्लिसमेन्ट भनेको चाहिँ के रहेछ त, वर्क चार्ज इस्टाब्लिसमेन्ट मिन एन इस्टाब्लिसमेन्ट वेयर द पे एन्ड एलोवेन्स अफ द इम्प्लोइज आर चार्ज टु द आइटम अफ वर्क फर विच दे आर इम्प्लोइड। जे कामको लागि इम्प्लोइ गरेको छ त्यसको लागि पैसा तिर्दै हुनुहुन्छ। कुनै काम गर्दैछ उसलाई चाहिँ के हो त त्यो इम्प्लोइलाई जुन तिर्नुहुन्छ नि, जे कामको लागि तपाईँले के गर्नु भएको छ अरे, जे कामको लागि तपाईँले उसलाई हायर गर्नु भएको छ उसले त्यही काम गर्छ र पैसा लिन्छ नि होइन इम्प्लोयरले, त्यो काम त्यसलाई चाहिँ के भन्दो रहेछ वर्क चार्ज इस्टाब्लिसमेन्ट है। र वर्क चार्ज इस्टाब्लिसमेन्ट भनेर चाहिँ 2% र जेनरली 1.5 to 2%। अब यतिदेखि यतिसम्म भनेर आयो भने यो अप्सन लगाउनु पर्यो होइन, एउटा मात्र अप्सन छ भने 2% लगाउनु पर्यो। र 2% जहिले पनि होइन अप्सनमा यहाँ गिभन पर्सेन्टेज छैन भने योबाट सबभन्दा नियरेस्ट क्लोजेस्ट जुन छ त्यो लगाउनु पर्यो है। अब्जेक्टिभको लागि जहिले पनि त्यो रुल भयो। अब जस्तो तपाईँलाई के आयो त 0.8 आयो पर्सेन्ट, अनि 1.8% आयो, अनि 2.7% आयो, 3.5% आयो, यस्तो आयो भने तपाईँले कुन लगाउनु पर्यो फेरि 1.8 तिर जानु पर्यो होइन, त्यो भित्र पर्यो नि। भने 2% यहाँ लेख्दैमा सधैँ 2% अब्जेक्टिभमा हुन्छ भन्ने छैन अब्जेक्टिभमा। तर तपाईँहरूलाई एउटा चाहिँ के छ भन्दाखेरि अब्जेक्टिभमा क्वेसन आउँदा चाहिँ कतै न कतैको बुककै आउँछ, कुनै न कुनै बुकको है, यसरी ऱ्यान्डम बनाएर क्वेसन आउँदैन, कुनै न कुनै बुकको नै क्वेसन आउने हो। त्यो भन्नाले बुकहरूलाई फलो गर्ने है, बुकहरूमा भएकै अप्सनहरू आउँछ क्या त्यो भन्नाले है। अर्को हेर्नुहोस् त, विच अफ द फलोइङ इज मोस्ट करेक्ट इस्टिमेट।
अघि पढिसक्यौँ हामीले होइन कुन चाहिँ रहेछ डिटेल्ड होइन अ डकुमेन्ट कन्टेनिङ डिटेल डिस्क्रिप्सन अफ अल आइटम अफ वर्क सबै आइटम अफ वर्क के काम गर्नु छ भनेर छ त्यो एउटा डकुमेन्टमा बट देयर क्वान्टिटी त्यसको कति कति क्वान्टिटी भन्ने चाहिँ थाहा छैन क्वान्टिटी लेखा छैन र टुगेदर विथ दियर करेन्ट रेट अहिलेको रेट पनि छ यति आइटम यो आइटम छ यसको अहिलेको रेट छ यो आइटम छ यसको अहिलेको रेट छ कति पर्छ भन्ने भन्ने यो डकुमेन्टलाई के भनिन्छ शेड्युल अफ रेट होइन यसलाई शेड्युल अफ रेट भन्छ यसको राइट एन्सर शेड्युल अफ रेट्स रेटको शेड्युल छ क्या जस्ट त्यो आइटमलाई यति रेट शेड्युल अफ रेट है इस्टिमेटिङको मेथड्सहरू के छ त कसरी इस्टिमेटिङ गर्न सकिन्छ मेथड अफ इस्टिमेटिङ हेर्नुहोस् है एउटा छ लङ वाल एन्ड सर्ट वाल मेथड लङ वाल एन्ड सर्ट वाल मेथडलाई के पनि भन्दो रहेछ आउट टु आउट एन्ड इन टु इन मेथड पनि भन्दो रहेछ सेकेन्ड नाम है आउट टु आउट इन टु इन त्यो भनेको के हो त लङ वाल एन्ड सर्ट वाल मेथड जस्तो एउटा छ नि एउटा बिल्डिङको हामीलाई के हो त एरिया निकाल्नु पर्यो यो बिल्डिङको कति छ एरिया भन्यो भने अब यो एरिया निकाल्नु पर्यो भने तपाईहरुले के गर्नुहुन्छ त लेन्थ मेजर गर्नु पर्यो भने आउट टु आउट गर्नुहुन्छ यो लङ वालको यता लामोतिर आउट टु आउट यो आउटदेखि आउटसम्म र सर्ट वालतिर चाहिँ के गर्नुहुन्छ इन टु इन मेजर गर्नुहुन्छ यो लेन्थ मेजर गर्नुहुन्छ र अनि क्याल्कुलेसन गर्नुहुन्छ भने त्यसलाई के भन्दो रहेछ लङ वाल एन्ड सर्ट वाल मेथड लङ वाललाई आउट टु आउट गरिन्छ सर्ट वाललाई इन टु इन गरिन्छ अनि क्याल्कुलेसन गरिन्छ भने त्यसलाई के भन्दो रहेछ लङ वाल एन्ड सर्ट वाल मेथड भन्दो रहेछ है द लेन्थ अफ लङ वाल एन्ड सर्ट वाल आर क्याल्कुलेटेड बाई आउट टु आउट भने एक्सटर्नल टु एक्सटर्नल एन्ड इन टु इन भने इन्टरनल डाइमेन्सन भयो रेस्पेक्टिभली के त लङ वाल चाहिँ आउट टु आउट सर्ट वाल चाहिँ इन टु इन है यो याद गर्नु पर्यो अर्को सेकेन्ड मेथड चाहिँ सेन्टर लाइन मेथड छ सेन्टर लाइन मेथडमा चाहिँ के गरिँदो रहेछ भन्दाखेरि यो चाहिँ ठ्याक्कै यहाँबाट सेन्टर भयो यहाँदेखि यहाँसम्म सेन्टरसम्म हरेक यो सेन्टर चाहिँ यो डटेड है यसरी सेन्टर टु सेन्टर मेजर गरिन्छ चारैतिर चाहे त्यो लङ वालको होस् अथवा सर्ट वालको होस् त्यो चाहिँ के हो त सेन्टर टु सेन्टर मेजर गरेर क्याल्कुलेसन गर्यो भने त्यसलाई चाहिँ के भन्दो रहेछ सेन्टर लाइन मेथड भन्दो रहेछ अब यो दुईटा मेथडमा के छ त सेन्टर लाइन मेथड क्विकर छ तर लेस एक्युरेट छ बढी कुन एक्युरेट छ लङ वाल एन्ड सर्ट वाल मेथड किन एक्युरेट भन्दाखेरि सेन्टर लाइन मेथडमा चाहिँ के हुन्छ त सानो सानो डिडक्सनहरू गर्नुपर्छ डिडक्सनहरू आउँछ यो सेन्टर लाइन मेथडमा लङ वाल सर्ट वालमा आउँदैन लङ वाल सर्ट वालमा जस्ट तपाईँले के गर्नुभयो त यहाँ हेर्नुहोस् त यसलाई यो एरिया मेजर गर्नु पर्यो भने यो एरिया मेजर गर्नु पर्यो भने तपाईँले कसरी गर्नुहुन्छ भन्दाखेरि यता लङ वालतिर यहाँदेखि यहीँसम्म लिनुहुन्छ है होइन त यसलाई एल इन्टु यो बी भयो मल्टिप्लाई गरेर चाहिँ आइहाल्यो सर्ट वालतिर इन्टु इन लिनुहुन्छ हेर्नुहोस् त सर्ट वालतिर इन्टु इन लिनुहुन्छ यो पनि आयो यो एरिया आयो यहाँबाट यति एरिया आयो अनि फेरि के हो त यता सर्ट वालतिर इन्टु इन लिनुहुन्छ यति एरिया आयो र लङ वालतिर यो पुरै लिनुहुन्छ है यो पुरै लिनुहुन्छ भने चाहिँ यो सबै एरिया आयो क्या आयो नि यसरी सबै एरिया आयो प्रब्लम भएन त्यो भन्नाले यो बढी एक्युरेट हुन्छ तर सेन्टर लाइन मेथडमा हेऱ्यो भने के हुन्छ त सेन्टर लाइन मेथडमा के गर्नुहुन्छ तपाईँले लेन्थ र ब्रेथ गर्नु पर्यो भने अलिकति यसलाई ठुलो बनाएर देखाउँछु ल सेन्टर लाइन मेथडमा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ भन्दाखेरि जस्तो यो वाल छ है यो वाल यहाँ सेन्टरदेखि यहाँ सेन्टरसम्म मेजर गर्नुहुन्छ यता पनि सेन्टर टु सेन्टरै मेजर गर्नुहुन्छ यता पनि सेन्टर टु सेन्टर मेजर गर्नुहुन्छ यहाँ पनि सेन्टर अब यो सेन्टरलाई यसलाई कलर अलिकति चेन्ज गरौँ है अब यो सेन्टरलाई एरिया निकाल्नु पर्यो भने तपाईँले कस्तो एरिया निस्किन्छ भन्दा यो सेन्टर इन्टु ब्रेथ गर्यो भने यति एरिया आउँछ हेर्नुहोस् है यति तपाईँले निकाल्नु भएको एरिया भनेको यति हुन्छ
पहिला सुरुमा यति एरिया आयो, यसलाई यति एरिया हो कि न। अनि फेरि तपाईँले के गर्नुहुन्छ, यताबाट मेजर गर्नुहुन्छ नि, यताबाट मेजर गर्नुभयो भने फेरि के हो त यति एरिया आयो, यहाँसम्म मात्र मेजर गरे हो नि त हामीले होइन। यति एरिया निकाल्नु भयो भनेपछि अब यो हेर्नुहोस् त, यो एरिया छैन, यति यति एरिया, यो एरिया, यो भित्रको यहाँको एरिया यति, यो एरिया के भयो, दुईचोटि मेजर भयो कि भएन, भयो नि, दुईचोटि मेजर भयो। अनि यो एरिया चाहिँ के छ, मेजरै भएको छैन एकचोटि पनि, हो कि न त। भनेपछि मिस्टेक हुने चान्सहरू छैन बढी, त्यो हुनाले यो चाहिँ बढी के हो त, लेस एक्युरेट भनेर भन्छ है। लेन्थ अफ सेन्टर लाइन इज डिटरमाइन्ड फर बोथ लङ वाल एन्ड सर्ट वाल, यो पनि अघि गरिसकेँ होइन। यसको सेन्टर लाइनको लेन्थ निकालिन्छ, लङ वालको लागि पनि त्यही निकालिन्छ, सर्ट वालको लागि नि लेन्थ नै निकालिन्छ है। अब यो क्वेसन हेर्नु, इन द सेन्टर लाइन मेथड अफ वर्किङ आउट भोल्युम्स फर क्रस वाल्स व्हाट डिडक्सन मस्ट बी मेड फ्रम द सेन्टर लाइन लेन्थ एट इच जङ्सन भनेको छ। हरेक जङ्सनबाट कति डिडक्सन गर्नुपर्छ भनेर सोधेको छ सेन्टर लाइनबाट। यसको राइट एन्सर के होला त? त्यो राइट एन्सर भन्नुभन्दा अगाडि मैले यहाँ यो डिडक्सन कति बेला गर्ने, के गर्ने भन्ने कुरा अलिकति एक्सप्लेन गर्छु ल तपाईँहरूले। यहाँनिर छ नि होइन, फर एल जङ्सन नो डिडक्सन। यहाँ हेर्नुहोस् है, अहिलेको मैले एल जङ्सन बनाएँ नि, यो कुरा एकदमै इम्पोर्टेन्ट छ है। तपाईँले यो कन्सेप्ट बुझ्नुभयो भने जे यहाँनिर जस्तो क्वेसन सोधे पनि गर्न सक्नुहुन्छ। पहिला एल जङ्सन भनेको यस्तो खालको जङ्सन, यहाँनिर सेन्टर लाइन आयो यसरी है, यो एल जङ्सनमा भने तपाईँले एरिया निकाल्दाखेरि के गर्नुहुन्छ, एकचोटि यति एरिया आउँछ, हेर्नुहोस् है, यति एरिया आउँछ यताको, यताबाट क्यालकुलेट गर्नुभयो भने, अनि यताबाट क्यालकुलेट यो यहाँसम्म छ नि त सेन्टर लाइन त होइन। अर्कोचोटि क्यालकुलेट गर्नुभयो भने यताबाट के आउँछ त, यताको एरिया आउँछ, यो साइडको हेर्नुहोस् त, यो साइडको भने चाहिँ यति एरिया के भयो, दुईचोटि आयो क्या आएन। यो बिचको मैले यहाँ हाइलाइट गरेँ, यो एरिया चाहिँ के हो त, दुईचोटि आयो, दुईचोटि मेजर भयो। तर यो एरिया के भयो त, एकचोटि नि मेजर भयो त भएन। अनि यो त ठ्याक्कै मिड पोइन्ट हो यसको, भनेपछि यहाँको एरिया जति छ यताको एरिया सेम छैन भने अब यसलाई दुईचोटि मेजर भयो, यसलाई एकचोटि नि मेजर भएन भने यो दुईचोटि मेजर भएलाई एकचोटि चाहिँ यसलाई मेजर भएको मान्दा भयो नि त होइन, सेम एरिया छ भने चाहिँ के भयो त, यसले यहाँबाट एरिया निकाले पनि यहाँबाट एरिया पनि निकाले पनि के आयो त, एक्ज्याक्ट एरिया आयो। भनेपछि केही डिडक्ट गर्नु पर्यो त, परेन। त्यो हुनाले एल जङ्सनमा डिडक्सन हुँदैन, नो डिडक्सन। टी जङ्सन आयो, अब टी जङ्सन आयो भने चाहिँ के हुन्छ त, यस्तो टी यसरी सेन्टर लाइन छ, यता पनि सेन्टर लाइन छ मेजर गरेर। अब हेर्नुहोस् है, एरिया तपाईँले यहाँको निकाल्दै हुनुहुन्छ भने एकचोटि के भयो त, यो पुरै एरिया आयो, यहाँदेखि यहाँसम्मकै एरिया आयो होइन, यस्तो यसको पुरै एरिया यतिकैमा। अनि यताबाट मेजर गर्नुभयो भने चाहिँ कति एरिया आयो, यसलाई कलर अर्को चेन्ज गरेर, यताबाट त सेन्टर लाइनको पोइन्ट यहाँ छ भनेपछि एरिया मेजर गर्दा त यहाँसम्मको आयो, हो कि न भन्नुहोस् त, यहाँसम्मको यो एरिया आयो भनेपछि यो एरियाले के आयो त, यस्तो आयो, यति आयो भने यो एरिया, यति एरिया के भयो त, दुईचोटि मेजर भयो कि भएन, यो एरिया दुईचोटि मेजर भयो नि त। यदि यो बी हो, यो थिकनेस यसको बी हो, बी थिकनेस छ भने यो कतिचोटि कति घटाउनु पर्यो, हामीलाई लेन्थ मेजर गर्दा कति घटाउनु पर्यो त, यसरी लेन्थ मेजर गर्दा हेर्नुहोस् न, यहाँदेखि यहाँसम्म मेजर गर्यो, त्यसपछि यहाँदेखि यहाँसम्म मेजर गर्यो, अनि यो यति मेजरलाई इन्टु बी गर्ने बित्तिकै आउँदो रहेछ त लेन्थलाई, एल इन्टु बी गरेर एरिया आउँदो रहेछ त, आउँदैन। यसको लेन्थ जस्तो भनौँ, यसको लेन्थ 10 मिटर आयो, यसको लेन्थ 5 मिटर आयो भनेपछि टोटल कति आयो, 15 मिटर आयो। तर बी कति छ त, बी मानौँ 0.1 मिटर छ भने 15 इन्टु 0.1 गरेर 1.5 मिटर स्क्वायर यसको एन्सर हो त, होइन। किन होइन भन्दाखेरि यति लेन्थ त दुईचोटि मेजर भयो, हेर्नुहोस् त, यो एरिया, यो लेन्थ, यो एरियालाई त दुईचोटि मेजर गर्यो नि त, भनेपछि यति त एकचोटि त घट्नु पर्यो भने कति लेन्थ घट्नु पर्यो त, माइनस बी गर्नु पर्यो, बी इन्टु लेन्थ के गर्नु पर्यो त, माइनस बी भनेको के हो त,
टोटल हाम्रो 15 मिटरमा चाहिँ कति घटाउनु पर्यो 15 मिटर माइनस 0.1 मिटर चाहिँ डिडक्ट गर्नु पर्यो हो कि भन्नुको मतलब के हो त डिडक्सन चाहिँ कति गर्नु पर्यो टी सरी 0.1 होइन 0.1/2 है यो बी डिडक्ट होइन b/2 चाहिँ डिडक्ट गर्नु पर्यो किनभने यति मात्र हो नि त घटाउनु पर्ने होइन टोटल बी छ भनेपछि डिडक्सन कति 0.5 टी जङ्सनको लागि त्यस्तै अर्को आयो क्रस जङ्सनमा आयो भने के हुन्छ त अब क्रस आयो यस्तो क्रस जङ्सनमा के गर्नुहुन्छ तपाईँले फेरि यतापट्टिको सेन्टर लाइनले यो मेजर गर्नुहुन्छ लेन्थ यताबाट सेन्टर लाइनले यो मेजर गर्नुहुन्छ अनि एरिया निकाल्नु पर्यो भने एकचोटि यहाँदेखि यहाँसम्म एरिया निकाल्नु भयो होइन यो पुरै एरिया यो एरिया निस्क्यो अनि अर्कोचोटि के भयो त फेरि तपाईँले एरिया निकाल्नु भयो यताबाट निकाल्नु भयो यो एरिया क्यालकुलेट गर्नुभयो यो एरिया हेर्नुहोस् न यो बिचको पोर्सन छ नि यति पोर्सन चाहिँ के भयो दुईचोटि मेजर भयो हो कि यो एरिया भनेपछि के भयो त यति हटाउनु पर्यो नि त एकचोटि त लेन्थमा भनेपछि यति डिडक्सन गरेको भने कति त यो कति छ बी छ नि होइन यो बी छ बीलाई डिडक्ट गर्नु पर्यो भनेपछि डिडक्सन इक्वल्स टु बी भयो क्रस जङ्सनको लागि डिडक्सन बी हुँदो रहेछ भने अब यो क्वेसन हेर्नुहोस् त इन द सेन्टर लाइन मेथड अफ वर्किङ आउट भोल्युम्स फर क्रस वाल what deduction must be made from the center line length at its junction हुन्छ के होला बी होला कि 0.5 बी होला यसको राइट आन्सर हजुर बी बी होला ल एकचोटि यसलाई कन्फर्म गरौँ है पहिला अब यहाँ फर क्रस वाल भनेको के हो भन्ने चिन्नु पर्छ तपाईँहरूको यो क्रस वाल भनेको चाहिँ यो हाम्रो यतातिर लङ वाल भयो हेर्नुहोस् है अनि यो जुन आयो नि यतातिर यो डिरेक्सन यहाँनिर वालहरू चिन्नु पर्यो यसलाई के भन्छ लङ वाल यसलाई के भन्छ सर्ट वाल र यसलाई के भन्छ क्रस वाल है यसरी आएको वाल बाहिर आउटरमा जुन सर्ट वाल अथवा लङ वालतिर पनि हुनसक्छ लङ वाल अथवा सर्ट वाल जता आए पनि यसलाई क्रस वाल भन्छ है बिचमा आएको वाललाई भनेपछि यो बाहिरी वालहरूलाई मात्र के भन्दो रहेछ लङ वाल र सर्ट वाल भन्दो रहेछ यसरी बिचमा जतिवटा वाल आए पनि त्यसलाई के भन्दो रहेछ क्रस वाल भन्दो रहेछ भने यो क्रस वालमा जङ्सन कस्तो भयो हेर्नुहोस् त यहाँनिर इच साइडमा एट इच जङ्सन हरेक जङ्सनमा कस्तो जङ्सन छ सेप कस्तो छ यहाँ कस्तो जङ्सन छ यहाँ कस्तो जङ्सन छ हेर्नुहोस् त यहाँनिर के जङ्सन छ यहाँ के जङ्सन छ टी छैन टी बनाएको छ यहाँ पनि टी बनाएको छ यताबाट हेऱ्यो भने यहाँ पनि टी बनाएको छ हो कि क्रस वालको इच जङ्सन के बन्दो रहेछ टी जङ्सन बन्दो रहेछ है टी जङ्सनको डिडक्सन कति छ 0.5 बी त्यो हुनाले यसको राइट एन्सर 0.5 बी हजुर जतिवटा टी बन्यो भने के हो त इच जङ्सनमा कति डिडक्ट गर्नुपर्छ भनेको छ नि त हो कि इच जङ्सन भने के हो त हरेक जङ्सनमा कति डिडक्ट गर्नुपर्छ भने नि त होइन त्यो भनेको 0.5 ले डिडक्ट गर्नुपर्छ ल अर्को हेर्नुहोस् when engineering department undertake the work of other departments the amount charged towards design supervision and execution etc is called के भन्छ त अब इन्जिनियरिङ डिपार्टमेन्टले अरू कुनै डिपार्टमेन्टको काम लियो जसलाई होइन भने आफ्नो काम होइन र अब त्यसको लागि जुन एमाउन्ट चार्ज टुवर्ड्स डिजाइन गर्नको लागि सुपरभिजन एन्ड एक्जिक्युसनको लागि जुन चार्ज गरेको छ त्यसलाई के चार्ज भनिन्छ यसको राइट एन्सर सेन्टेज चार्ज है अनि वर्क चार्ज इस्टाब्लिसमेन्टको कुरा अघि पनि गरेँ मैले होइन वर्क चार्ज इस्टाब्लिसमेन्ट भने मिन्स एन इस्टाब्लिसमेन्ट वेयर द पे एन्ड एलोवेन्स of the employees are charged to the item of work for which they are employed जे काम गर्नको लागि इम्प्लोइ गरे हो त्यसैको लागि तिर्छ भने त्यो चाहिँ वर्क चार्ज इस्टाब्लिसमेन्ट हो तर अर्को डिपार्टमेन्टको काम गर्छ भने त्यो चाहिँ के हो अर्को डिपार्टमेन्टको काम गर्छ भने त्यो चाहिँ सेन्टेज चार्ज हो है अब अर्को क्वेसन हेर्नु The plan of the building is in the form of rectangle with center line dimension यस्तो छ. The thickness of the wall in the superstructure is 0.3 meter. Plinth area कति होला?
प्लिन्थ एरिया भनेको के अरे हामीले अघि पढेको थियौँ प्लिन्थ एरिया भनेको वाल भन्दा भित्रको एरिया यसमा प्लिन्थ एरियामा के हुन्छ त एक्सटेरियर पोर्सन अफ वाल है यो पुरै यो पनि लिनु पर्यो यो पनि लिनु पर्यो प्लिन्थ एरिया निकाल्ने हो भने डाइमेन्सन अब यहाँनिर के छ त द प्लान अफ द बिल्डिङ इज इन द फर्म अफ रेक्टेङ्गल विथ सेन्टर लाइन डाइमेन्सन सेन्टर लाइन डाइमेन्सन ल्याएको छ यहाँदेखि यहाँसम्मको सेन्टर लाइन डाइमेन्सन सेन्टर लाइन डाइमेन्सन 9.7 मिटर छ र 12.7 मिटर छ लङ वालको 12.7 छ सर्ट वालको 9.7 अब सेन्टर लाइन 12.7 छ अनि यता कति बी को आधी जोड्नु पर्यो थिकनेसको आधी यता बी को आधी जोड्नु पर्यो भनेपछि बी जोड्नु पर्यो हैन त भनेपछि कति छ त यसको टोटल एक्सटेरियर लेन्थ 12.7 प्लस कति छ 0.3 छ भनेको 13 छ यो एक्सटेरियर यहाँ हेर्नुस् त कस्तो छ रे सेन्टर टु सेन्टर यसको है यहाँनिर बनाए है सेन्टर टु सेन्टर चाहिँ यहाँबाट यहाँसम्म हेर्ने हो भने सेन्टर टु सेन्टर कति छ रे 12.7 छ अनि यसको थिकनेस चाहिँ कति छ 0.3 मिटर छ भनेपछि के भयो त यतापट्टि यसको आधी जोड्नु पर्यो हैन यतापट्टि लेफ्टपट्टि पनि यसको आधी जोड्नु पर्यो भने पुरा जोड्नु पर्यो 0.3 जोड्दा 13 मिटर भयो लङ वालतिर सर्ट वालमा के गर्ने जोड्ने कि घटाउने सर्ट वालमा पनि के रहेछ सेन्टर टु सेन्टर यहाँदेखि यहाँसम्म अनि प्लिन्थ एरिया कहाँबाट आउँछ एक्सटेरियरबाट आउँछ भनेपछि के गर्नु पर्यो जोड्नु पर्यो है यसमा पनि कति जोड्नु पर्यो 0.3 नै जोड्नु पर्यो भने के हो भनेपछि यसको प्लिन्थ एरिया कति रहेछ त 13 × 10 भनेको 130 मिटर स्क्वायर राइट एन्सर प्लिन्थ एरिया छ इन एबव क्वेसन फाइन्ड द पेरिमिटर अफ द सेन्टर लाइनको पेरिमिटर निकाल्नुहोस् है सिम्पल क्वेसन छ पेरिमिटर भने के हो त 2 × L + B हैन त सेन्टर लाइनको पेरिमिटर कति भयो त L भनेको छ सेन्टर लाइनको लेन्थ 12.7 र 9.7 छ 12.7 प्लस 9.7 कति आयो 7 × 14 4 44.8 मिटर The quantum of work of any item a skilled labor is supposed to turn out in a day. एक दिनमा कुनै लेबरले गर्ने पर्ने काम लाइक के भन्छ कुन वर्क भन्छ युनिट वर्क भन्छ कि टास्क वर्क भन्छ कि टार्गेट वर्क भन्छ कि बेसिक वर्क यसको राइट एन्सर टास्क वर्क है कुनै स्किल लेबरले एक दिनमा सकुने कामलाई सकुनु पर्ने जति काम हुन्छ त्यो कामलाई टास्क वर्क भनेर भनिन्छ हजुर टास्क वर्क के चाहिँ त्यो त कन्ट्र्याक्ट टर्न के भने कन्ट्र्याक्ट हो सर टार्गेट वर्क नि भन्न मिल्छ मिल्दैन यसको नाम हो स्पेसिफिक नेम हो त्यसलाई टास्क वर्क भनिन्छ अब अर्को हेर्नु रेट एनालाइसिस अब रेट एनालाइसिस चाहिँ कसरी गरिन्छ भन्ने रेट एनालाइसिस भने के हो त कुनै पनि आइटमको कति खर्च लाग्छ पर युनिट एक युनिट काम गर्न कति खर्च लाग्छ भनेर हामीले निकाल्यो भने त्यसलाई रेट एनालाइसिस obtaining the cost of unit amount of an item हैन कुनै काम गर्ने to obtain the rate of an item generally the following costs are considered भन्छ के कस्ट हुँदो रहेछ भन्दा एउटा मेटेरियल कस्ट लिनु पर्यो अर्को के हो लेबर कस्ट स्किल एन्ड अनस्किल यो भने म्यान पावर हैन म्यान पावरको खर्च कति लाग्छ त्यसपछि इक्विपमेन्ट प्लान्ट्स एन्ड टुल्स भनेको मेसिनहरुको हैन मेसिन छ अथवा टुल्स छ इक्विपमेन्ट छ यिनीहरुको कस्ट कति लाग्छ त्यसमा के जोड्दो रहेछ ओभरहेड कस्ट एन्ड प्रॉफिट कन्ट्र्याक्टर यो चाहिँ ओभरहेड कस्ट एन्ड कन्ट्र्याक्टर प्रॉफिट जोड्दो रहेछ ओभरहेड कस्ट कति हुन्छ 5% प्रॉफिट चाहिँ 10% कन्ट्र्याक्टर प्रॉफिट र दुईटै तपाईहरुलाई क्वेशन यसरी आउँछ ओभरहेड कस्ट कति हुन्छ भनेर सोध्यो भने 5% मा टिक गर्नु पर्यो है कन्ट्र्याक्टर प्रॉफिट कति राख्छ भने 10% मा टिक गर्नु पर्यो अनि तपाईहरुलाई फेरि ओभरहेड एन्ड कन्ट्र्याक्टर प्रॉफिट भनेर कति हुन्छ भने 15% मा टिक लाउनु पर्यो है यो छुट्टै ओभरहेड 5% हो छुट्टै प्रॉफिट 10% हो यो दुईटै कम्बाइन्डली 15% त्यो कुरा चाहिँ ध्यान राख्नुस् एक्जाममा कुन चाहिँ सोधेको छ त्यो अनुसार टिक गर्ने है सर यसमा के फरक छ दुईटैमा सर हजुर ओभरहेड र त्यो
त्यो प्रोफिटमा के डिफरेन्स छ सर? प्रफिट भने त फाइदा। अब ओभरहेड भने यहाँ हेर्नुहोस् ल, ओभरहेड भने के हो भने यहाँ आउँछ। ओभरहेड भने इन्डाइरेक्ट कस्ट हो क्या एउटा। ल के रहेछ यहाँ हेर्नुहोस् है त। द ओभरहेड कस्ट इन्क्लुड कस्ट विच आर इन्डाइरेक्ट एक्सपेन्सेस। हेर्नुहोस् न, डाइरेक्टली अघि मैले भने नि तपाईँहरूलाई के हो त, अब जस्तो कुनै चिज चाहिँ के हो त डाइरेक्टली डाइरेक्ट, जस्तो अब बिल्डिङ कन्स्ट्रक्सन गर्न थाल्नुभयो तपाईँले, बिल्डिङ कन्स्ट्रक्ट गर्नुभयो होइन। बिल्डिङ कन्स्ट्रक्सन गर्ने भन्ने बित्तिकै तपाईँले के सम्झिनुहुन्छ, सिमेन्ट किन्नुपर्छ होइन, स्यान्ड किन्नुपर्छ, एग्रिगेट किन्नुपर्छ, अर्को यो सामानहरू किन्नुपर्छ भनेर तपाईँलाई थाहा छ होइन। यो सबै के हो त डाइरेक्ट कस्टहरू भयो, डाइरेक्ट लाग्ने खर्चहरू। तर तपाईँले अब थाहा हुँदा हुँदै पनि के हुन्छ, अब जस्तो बिल्डिङको लागि चाहिँ तपाईँले के गर्नुहुन्छ, एउटा सेक्युरिटी गार्ड राख्नुभयो। बिल्डिङको लागि सेक्युरिटी गार्ड, बिल्डिङ कन्स्ट्रक्सन गर्दाखेरि सामानहरू रुङ्नको लागि एउटा सेक्युरिटी गार्ड राख्नुभयो भने उसलाई तिर्ने पैसा चाहिँ केमा आउँछ, इन्डाइरेक्ट कस्टमा आउँछ। यस्तो चिजहरू चाहिँ ओभरहेड कस्ट भयो क्या, बुझ्नुभयो। ओभरहेड कस्ट पनि दुई किसिमको छ हेर्नुहोस् त। इन्डाइरेक्ट एक्सपेन्सेसहरूलाई ओभरहेड कस्ट भन्दो रहेछ। एन्ड नट, किन के हुँदो रहेछ, नट प्रोडक्टिभ एक्सपेन्सेस इन द जब। प्रोडक्टिभ होइन, सेक्युरिटी गार्डले के काम गर्छ त भनेको रेखदेख गर्ने काम गर्यो। तर तपाईँको सेक्युरिटी गार्ड राखेर तपाईँको बिल्डिङ कम्प्लिट हुन्छ त होइन। सेक्युरिटी गार्ड मात्र राखेर कम्प्लिट त हुँदैन, म्यान पावर राख्नु पर्यो, स्किल अनस्किल मेसिन राख्नु पर्यो। भनेपछि यो जुन छ नि, यो मेटेरियलहरूको, लेबरको, इक्विपमेन्ट, प्लान्ट, टुल, यिनीहरू सबै केमा पर्यो, डाइरेक्ट कस्टमा पर्यो। यसको सबै खर्च इन्क्लुड भएको हुन्छ। तर के भयो, अब यो के हो त सेक्युरिटी गार्डको चाहिँ इन्डाइरेक्टमा पर्यो, त्यसमा इन्क्लुड भएको छैन। भनेपछि के गर्नु पर्यो त, उसले एक्स्ट्रा ओभरहेड भनेर राख्नु पर्यो कि यस्तो चिज चाहिँ। अब टाइप यसको के रहेछ, एउटा जेनरल ओभरहेड कस्ट रहेछ। हेर्नुहोस् त, स्यालेरी अफ स्टाफ, को स्टाफ राख्ने हो होइन, अहिले त्यो सेक्युरिटी गार्ड पनि स्टाफमै पर्यो। अर्को अफिसको रेन्टहरू तिर्नु पर्यो होइन। टेलिफोन बिलहरू आउँछ, टेलिफोन बिलहरू, इलेक्ट्रिक बिलहरू, यो सबै केमा पर्यो त, ओभरहेड कस्टमा। अनि अर्को छ, यसलाई चाहिँ जेनरल ओभरहेड भन्दो रहेछ है यिनीहरू सबै। र जब ओभरहेड, अब जब ओभरहेडमा चाहिँ के पर्यो भन्दाखेरि वर्कम्यान्स कम्पेन्सेसन होइन, कुनै चिज कम्पेन्सेसनमा दिनु पर्यो, त्यो चिजहरू भयो। इन्सुरेन्स पोलिसीहरू, जस्तो कामदारहरूलाई के गर्नु पर्यो, इन्सुरेन्स गर्नु पर्यो, अथवा तपाईँको मेसिनहरू इन्सुरेन्स गर्नु पर्यो, इक्विपमेन्टहरू इन्सुरेन्स गर्नु पर्यो, टुलहरू होइन। त्यो सबै चिजहरू चाहिँ केमा पर्दो रहेछ त, इन्सुरेन्समा तिर्ने पैसाहरू चाहिँ जब ओभरहेडमा पर्दो रहेछ। र स्मल टुल्स एन्ड प्लान्ट्स, जस्तो साबेलहरू किन्नु पर्यो होइन, सानसानो टुल्स र प्लान्ट्सहरू किन्नु पर्यो भने त्यो पनि केमा पर्दो रहेछ त, जब ओभरहेडमा पर्दो रहेछ होइन। यो सबै चाहिँ जब ओभरहेड हो। नेक्स्टमा जाउँ है। अब रेट एनालाइसिस गर्ने प्रोसेस के छ त, अघि हामीले अगाडि लेख्यौँ नि होइन। पहिला के हेर्दो रहेछ, कस्ट अफ मेटेरियल, मेटेरियल कति लाग्छ भनेर। अनि त्यसपछि कस्ट अफ लेबर चार्ज, स्किल र अनस्किल लेबरहरूलाई कति चार्ज लाग्छ। अनि कस्ट अफ इक्विपमेन्ट, प्लान्ट एन्ड टुल्स, यो तिनैवटाको कस्ट छुट्टा छुट्टै निकाल्छौँ। यसलाई एक्स भनौँ, वाइ भनौँ, जेड भनौँ, तिनवटालाई होइन। भने टोटल सब टोटल कस्ट कति भयो त, एक्स प्लस वाइ प्लस जेड, यो तिनैवटालाई जोडेर आउँछ। यो जोड्दा मानौँ ए भन्ने एउटा एमाउन्ट आयो कुनै, त्यसमा के हुँदो रहेछ, कन्ट्र्याक्टर्स प्रफिट एन्ड ओभरहेड भनेर कति लाग्दो रहेछ, 15%। दुइटै कम्बाइन्डली गर्ने भने 15% लाग्दो रहेछ भने चाहिँ 15% अफ ए भनेको 0.15। यसलाई पनि जोड्ने हो भने टोटल कस्ट कति लाग्यो, 1.15 ए। यसरी चाहिँ हामीले के गर्छौँ त, टोटल कस्ट निकाल्छौँ हरेक चिजको कति कस्ट लाग्छ भनेर रेट एनालाइसिस गर्दा यसरी गर्नुपर्ने हुन्छ। हरेक के हो त, मेटेरियल कति लाग्छ, लेबर कति लाग्छ, इक्विपमेन्ट कति लाग्छ, र त्यसमा ओभरहेड र प्रफिट दुईटा जोड्दाखेरि कति आउँछ। विच अफ द फलोइङ इज नोन एज जब ओभरहेड। ल भन्नुहोस् त, अब ओभरहेड दुई किसिमको थियो होइन, जेनरल ओभरहेड र जब ओभरहेड। कुन चाहिँ पर्यो त, स्टेसनरी के होला, स्टेसनरी सामानहरू के होला, जेनरल हो कि जब हो, जेनरल हो। पोस्टेज पनि जेनरल। वर्कम्यान्स कम्पेन्सेसन एन्ड इन्सुरेन्स है, यो चाहिँ जब ओभरहेड। जब ओभरहेड भनेको काम गर्ने सिलसिलामा, कामकै सिलसिलामा हो। तर के भयो त, त्यो चाहिँ काम त्यसले चाहिँ काम चाहिँ भएन क्या। जस्तो इन्सुरेन्स गर्यो,
कसको गर्यो भन्दा जो कामदार हो हाम्रो काम गर्ने मान्छेकै इन्सुरेन्स गर्यो होइन कामकै लागि गर्यो तर के भयो त त्यसले त्यो प्रोडक्टिभ चाहिँ भएन डाइरेक्ट कस्ट चाहिँ होइन इन्डाइरेक्ट कस्ट हो होइन त्यही कुराहरू क्यालकुलेट मेटेरियल रिक्वायर्ड फर पिसिसी 1:2:4 M15 पर मिटर क्युब अब मैले यो क्यालकुलेसनै राखेको छु यसमा है तपाईँहरूलाई के लाग्ला अब्जेक्टिभ हो हामीलाई आउने तर यहाँ क्यालकुलेसन सिकेर के गर्ने भन्ने लाग्ला तर यो किन मैले यो क्यालकुलेसन राखेको छु भन्दा यसमा तपाईँले लगभग 15वटा जस्तो अब्जेक्टिभ छ नि एटलिस्ट पनि 15वटा अब्जेक्टिभ सल्भ गर्न सक्नुहुन्छ यो जान्नुभयो भने 15वटा अब्जेक्टिभको एन्सर फाइन्ड आउट गर्न सक्नुहुन्छ त्यो हुनाले अलिकति इम्पोर्टेन्ट छ पहिला सुरुमा 1:2:4 लाई के भन्छ M15 भन्छ भन्ने कुरा छ होइन अनि पर मिटर क्युब 1 मिटर क्युबमा कति मेटेरियल चाहिन्छ मेटेरियल भनेको के चाहियो त सिमेन्ट के चाहियो सिमेन्ट चाहियो स्यान्ड चाहियो एग्रिगेट चाहियो अरू के चाहियो वाटर चाहियो है होइन यो चिज बनेर यो चिज मिलेर के भने हुन्छ त कङ्क्रिट बने हुन्छ नि होइन भनेपछि यति चिज चाहियो भनेपछि सिमेन्ट कति चाहियो स्यान्ड कति चाहियो एग्रिगेट कति चाहियो अब यो 1:2:4 भनेको छ नि यसमा जहिले पनि फर्स्टमा के हुन्छ सिमेन्ट हुन्छ सेकेन्डमा स्यान्ड र थर्डमा एग्रिगेट यो कुरा पनि थाहा पाउनु पर्यो नि होइन सिमेन्ट स्यान्ड र एग्रिगेट हुन्छ अब भोल्युम अफ मिक्स कन्क्रिट मिक्स भइसकेपछि हामीलाई कति चाहियो क्वेसनले कति भने 1 मिटर क्युब भनेपछि मिक्स भइसकेपछि 1 मिटर क्युब चाहियो त्यसको लागि मिक्स गर्नु अगाडि कन्क्रिट चाहिँ के हुन्छ भन्दा जब कन्क्रिटमा पानी हालिन्छ नि होइन सिमेन्ट स्यान्ड एग्रिगेट मिक्स गरेपछि त्यसमा पानी हाल्यो भने त्यो श्रिङ्क हुन्छ त्यसको भोल्युम घट्छ भनेपछि पहिला सुरुमा हामीले 1 मिटर क्युब मात्रै हालेर अब पानी हालेपछि पनि 1 मिटर क्युब मात्रै हुन्छ त त्यो हुँदैन 1 मिटर क्युब त बन्दैन कम हुन्छ त्यसलाई घट्छ त्यो क्वान्टिटी भोल्युम किन त्यसमा भोइड्सहरू हुन्छ नि त होइन सिमेन्ट त धुलोमा हुन्छ एग्रिगेट पनि धुलोमा हुन्छ भने त्यसको ग्यापहरू हुन्छ क्या यसरी एग्रिगेट बस्दाखेरि यसरी बस्छ नि त होइन भनेपछि यसको भोल्युम 1 मिटर क्युब हाल्यौँ भने त हामीले होइन 1 मिटर क्युब एग्रिगेट भन्यो भने त एग्रिगेट रियलमा 1 मिटर क्युब हुन्छ त हुँदैन ग्याप हुन्छ सिमेन्ट पनि धुलो हुन्छ यसरी यो पनि के हुन्छ भोइड्स हुन्छ यसमा स्यान्डमा पनि भोइड्स हुन्छ भनेपछि सबैमा ग्याप छ भने यसको ड्राई डेन्सिटी ड्राई हाम्रो सरी ड्राई भोल्युम चाहिँ हामीलाई छुट्टै चाहिन्छ अब ड्राई भोल्युम कति चाहिन्छ भन्ने कुरा चाहिँ केमा डिपेन्ड गर्छ भन्दाखेरि कन्क्रिट बनाउँदैछौँ कि अथवा मोटार बनाउँदैछौँ कन्क्रिट छ भने सुन्नुहोस् है कन्क्रिट छ भने इन्क्रिज बाई कति 50 to 55% किन कन्क्रिटमा के युज भयो हुन्छ एग्रिगेटमा धेरै भोइड हुन्छ है त्यो हुनाले यसलाई 50 देखि 55% इन्क्रिज गर्नुपर्छ भोल्युममा ड्राईको लागि त्यो हुनाले इन्क्रिज 50 to 55% नर्मली के गर्छ 50 देखि 55 भने 52.5 पनि लिन्छ है कतै कतै अब 50 लिन्छ कतै 55 जुन गरे पनि राइट नै हुन्छ अनि त्यसपछि के भन्छ त अब यो कन्क्रिट आयो भने यति लिने तर मोटार आयो भने कति लिने त मोटारमा चाहिँ इन्क्रिज बाई कति 30% है सिमेन्ट मोटार छ नि सिमेन्ट मोटारको लागि चाहिँ 30%ले बढाइन्छ फेरि किन त्यसमा एग्रिगेट हुँदैन सिमेन्ट र स्यान्ड मात्र सिमेन्ट र स्यान्डमा कम भोइड हुन्छ रिलेटिभली होइन सिमेन्ट र स्यान्डमा भोइड त हुन्छ तर कम हुन्छ त्यो भएन ड्राई भोल्युम कति चाहियो भन्दा 1.525 भनेको के हो त 1.525 ले किन मल्टिप्लाई गरे भन्दा 52.5% इन्क्रिज गर्यो भने होइन कति पर्सेन्ट भयो त 1.525 ले मल्टिप्लाई गर्नु पर्यो यतिले मल्टिप्लाई गरेर 1 मिटर क्युब भन्ने चाहिँ हामीलाई चाहियो 1.525 मिटर क्युब अनि प्रोपोर्सन कति चाहियो भन्दा 1:2:4 मा चाहियो 1:2:4 मा चाहियो भने टोटल पार्ट्स कति छ त 1 2 र 4 जोड्दा 7 पार्ट छ 7 पार्ट मध्ये एक पार्ट के चाहियो हामीलाई सिमेन्ट चाहियो होइन फर्स्टले सिमेन्ट भन्छ 1/7 पार्ट सिमेन्ट चाहियो भने चाहिँ 1.525 मिटर क्युबले मल्टिप्लाई गर्यो भने कति आउँदो रहेछ त 1/7 into 1.525 मिटर क्युब समथिङ केही मिटर क्युब सिमेन्ट चाहियो तर सिमेन्टलाई हामीले केमा मेजर गर्छौँ केजीमा हो किन जोखेर लिन्छौँ नि सिमेन्ट
केजीमा लिन्छु भनेपछि कति केजी चाहियो भन्नु पर्यो भने अब सिमेन्टको केले मल्टिप्लाई गर्नु पर्यो डेन्सिटी। अब सिमेन्टको डेन्सिटी चाहिँ कति हो त सिमेन्टको डेन्सिटी है सिमेन्टको डेन्सिटी कति हुन्छ 1440 टु बी एक्ज्याक्ट है 1440 केजी पर मिटर क्युब। तर मैले त्यहाँ 1450 लेखेको छु। तर अब तपाईँलाई अप्सन आउँछ 1440 आयो भने 1440लाई नै टिक लगाउने। तर 1440 छैन र 1450 छ 1440 भन्दा नजिकै जुन छ त्यही टिक लगाउने 1450 लेख्दा पनि फरक परेन है 1440 1450 जति लेख्ने हुन्छ। तर टु बी एक्ज्याक्ट चाहिँ 1440 भन्छ। अब यो सिमेन्टको भोल्युम 1440 केजी पर मिटर क्युबले मल्टिप्लाई गर्नुहोस् अथवा 1450ले गर्नुहोस् टेन्टेटिभ 315.9 केजी आयो। यति केजी सिमेन्ट चाहिँदो रहेछ। तर सिमेन्ट त सप्लाई केमा गर्छ ब्यागमा हो कि बोरामा कति बोरा भनेर गर्छ भनेपछि सिमेन्ट सप्लाई ब्यागमा गर्छ भने अब कति बोरा चाहियो भन्दा 315.9 डिभाइड बाई 50 एक बोरामा। अब तपाईँलाई क्वेसन अर्को के पनि थाहा भयो एक ब्यागमा कति केजी सिमेन्ट हुन्छ भने कति केजी हुन्छ त कति केजी हुन्छ 50 केजी। एक ब्याग भनेको 50 केजी सिमेन्ट हो होइन त भनेपछि टोटलमा कति चाहियो 6.3 ब्याग चाहियो भनेर एन्सर आयो होइन। भन्नुको मतलब कति अब अब्जेक्टिभ क्वेसनमा जुन क्वेसन आए पनि यहाँ धेरै क्वेसन छ हेर्नुहोस् त डेन्सिटी कति हुन्छ भन्ने क्वेसन आउन सक्छ होइन। त्यो एक ब्यागमा कति केजी सिमेन्ट हुन्छ भनेर क्वेसन आउन सक्छ अथवा सिमेन्टको क्वान्टिटी कति चाहिन्छ भनेर पनि आउन सक्छ त्यो सबै निकाल्न सक्नुभयो। अब स्यान्डको लागि पनि के हो त 2/7 इन्टु 1. स्यान्ड कति छ त 2 पार्ट छ 7 पार्टमा 2 भाग 2/7 इन्टु 1.525 भनेको 0.435 मिटर क्युब चाहिँदो रहेछ। अब यसको पनि स्यान्डको डेन्सिटी भयो भने के हुन्छ त हामीले कति केजी स्यान्ड चाहिन्छ भनेर मेजर गर्न सक्छौँ नि होइन। तर नर्मली स्यान्ड केमा मेजर गरिन्छ नर्मल्ली मिटर क्युबमा स्यान्ड भनेपछि मिटर क्युब नै आएपछि भइहाल्यो होइन। र एग्रिगेट पनि मिटर क्युबमा नै मेजर गरिन्छ त्यो भन्नाले एग्रिगेटलाई नि 4/7 पार्ट्स चाहियो 0.872 मिटर क्युब आयो। अब वाटर पानी चाहिँ कति चाहियो त पानी चाहिँ नर्मली के छ 0.4 देखि 0.6 चाहिँ के हो त वाटर सिमेन्ट रेसियो WC रेसियो भन्छ होइन। तपाईँहरूले कन्क्रिटमा पढ्नु भयो होला वाटर सिमेन्ट रेसियो चाहिँ नर्मली 0.4 टु 0.6 हुन्छ भनेर भन्छ। भनेपछि वाटर सिमेन्ट रेसियो अब नर्मली तपाईँहरूलाई दिएकै हुन्छ दिएको छैन भने पनि के हो त तपाईँहरूले कन्क्रिटमा पढ्नु भएको छ है कस्तो टाइपको M15लाई कति राख्नुपर्छ नर्मल्ली M15लाई 0.6 हुन्छ अरे M20 आयो भने 0.55 मात्र हुन्छ होइन M25 आयो भने 0.5 होला यसरी घट्दै जान्छ। तपाईँले कन्क्रिटमा पढ्नु भएको छ है यो भनेपछि अब क्वेसनमा गिभन छ भने डाइरेक्ट निकाल्ने नत्र एजम्सन गरेर निकाल्न सक्नुहुन्छ भनेपछि पानी कति चाहियो त 0.6 टाइम्स अफ 315.9 केजी चाहियो होइन त भनेको 189 केजी अथवा 1 केजी पानी भने फेरि कति हो 1 लिटर हो। पानी केमा मेजर गरिन्छ लिक्विड आयो भने लिटरमा निकाल्नु पर्यो होइन 189 लिटर यसरी क्यालकुलेट गरिन्छ। अर्को क्वेसन हेर्नुहोस् अब The volume of cement required to prepare 100 cubic meter of 1:4 2:4 concrete is कति होला त 21 21 कसरी आयो हेर्नुहोस् त 1.5 ले मल्टिप्लाई गर्यो भने 100 लाई टेन्टेटिभ 1.525 ले मल्टिप्लाई गर्नुहोस् होइन यो भनेको यो आयो अनि त्यसमा 1:2:4 गरेको छ भने चाहिँ 1 पार्ट्स अफ 7 पार्टमा 1 भाग यति डिभाइड गर्यो भने कति आउँछ त 21 आउँछ 21 point something आउँछ 21.42 सबभन्दा क्लोजेस्ट नियरेस्ट भ्यालु भनेको 21 हो त्यो भन्नाले यसको राइट एन्सर 21 भयो। अर्को अब स्पेसिफिकेसन अघि होइन हामीले के भन्यो त इस्टिमेट गर्नको लागि के चाहिन्छ भन्दाखेरि एउटा प्लान स्याङ्सन चाहियो होइन प्लान चाहियो अनि अर्को के चाहियो स्पेसिफिकेसन चाहियो। स्पेसिफिकेसन किन चाहियो भन्दाखेरि प्लानमा के मात्र हुन्छ डाइमेन्सन मात्र हुन्छ हेर्नुहोस् है प्लानमा यो 3 मिटर यो 4 मिटर बनाउने सरी यता यो 4 मिटर बनाउने भनेर भन्यो भने एरिया यसको 4×12 स्क्वायर मिटर बनायो तर बनाउने त के त ब्रिकको काम गर्ने हो कि यहाँनिर स्टोन राख्ने हो कि थाहा हुनु परेन नि होइन
ब्रिकमा कस्तो खालको ब्रिक हो? चाइनिज ब्रिक हो कि हनीकम ब्रिक हो कि हाफ ब्रिक वाल हो कि फुल ब्रिक वाल हो? चाहियो नि होइन? त्यो चिजहरू चाहिँ केले एक्सप्लेन गर्छ? स्पेसिफिकेसनले। सबै चिज यहाँनिर आउँछ त, प्लान र ड्रइङहरूमा त सबै चिज आउँदैन। भनेपछि त्यो चिज जुन चाहिँ प्लान र स्पेसिफिक के अरे प्लानले अथवा ड्रइङले बताउन सकेको हुँदैन होइन, त्यो चिजहरू चाहिँ केले गर्छ? स्पेसिफिकेसनले डिफाइन गर्छ। स्पेसिफिकेसन डिस्क्राइब्स द नेचर एन्ड द क्लास अफ वर्क मेटेरियल्स टु बी युज। हेर्नुहोस् त के रहेछ, कस्तो नेचरको युज गर्ने र कुन क्लासको वर्क गर्ने काम, कस्तो क्लासको, ए ग्रेडको गर्ने कि बी ग्रेडको गर्ने कि सी ग्रेड, कुन कस्तो गर्ने, त्यो पनि के हो त स्पेसिफिकेसनले स्पेसिफाई गरे हुन्छ। स्पेसिफिकेसन सुड बी क्लियर एन्ड देयर सुड नट बी एनी स्कोप फर एम्बिग्युटी। केही कन्फ्युजन हुनु हुँदैन भन्न खोजे है। स्पेसिफिकेसन चाहिँ एकदम क्लियर हुनुपर्छ, कुनै कन्फ्युजन हुनु हुँदैन। र यो टाइप्समा हेर्नुहोस् त, सरी, एउटा छ जेनरल स्पेसिफिकेसन, अर्को छ डिटेल अथवा स्पेसिफाइड स्पेसिफिकेसन। के हो त यो दुईटा भनेको? जेनरल के हो, स्पेसिफाइड के हो? दिस गिव्स द नेचर एन्ड क्लास अफ वर्क इन जेनरल टर्म। जस्तो यहाँ इक्जाम्पल दिएको छ, फर्स्ट क्लास ब्रिक हो, फर्स्ट क्लास लगाउनु पर्यो भने होइन, ए ग्रेडको ब्रिक कुन ल्याउनु पर्यो भनेर फर्स्ट क्लास ब्रिक ल्याउनु पर्यो वाल लगाउनुको लागि होइन, अथवा सेकेन्ड क्लास ब्रिक युज गर्ने भनेर भन्यो, बी ग्रेडको ब्रिक युज गर्ने भनेर भन्यो। त्यो भनेको के हो त, यस्तो स्पेसिफिकेसन भनेको जेनरल स्पेसिफिकेसन। जस्तो ब्रिक मेसनरी लगाउने अथवा स्टोन मेसनरी लगाउने भनेर लेख्यो, त्यो भने जेनरल स्पेसिफिकेसन। डिटेल छ त यसमा? छैन नि, अरू केही डिटेल छैन। तर अब यही चिजलाई अझ डिटेलमा लेख्यो, फर्स्ट क्लास ब्रिक वर्क त हो, तर के छ त, रेसियो 1:2:4 भनेको के हो त, M15 बनाउनु पर्यो मोटार विथ, सरी मोटार होइन, 1:2, सरी मोटार भए चाहिँ के हुन्छ, 1:4 मोटारमा। ब्रिकवर्कमा के हो त, ब्रिकमा के हो त 1:4 को मोटार राख्ने भनेर आयो नि। त्यो भनेको के हो त, अझ के भयो त, यो डिटेलमा हो कि न। यसलाई चाहिँ स्पेसिफिकेसन हुन्छ। स्पेसिफाइड क्वालिटी एन्ड क्वान्टिटी अफ मेटेरियल। क्वालिटी, कुन क्वालिटीको काम हुनु पर्यो, 1:4 त हुनु पर्यो, ए क्लासमा हुनु पर्यो होइन त, त्यो क्वालिटी आयो। अथवा प्रोपोर्सन अफ मोटारहरू आउँछ, मेथड अफ प्रिपरेसन कसरी बनाउने त्यो पनि स्पेसिफाई गरे हुन्छ। र एक्जिक्युसन कसरी गर्ने, वर्कम्यानसिप कस्तो चाहियो त, जस्तो स्किल लेबर चाहियो कि अनस्किलले पनि हुन्छ कि होइन, त्यो कुराहरू सब डिफाइन गरे हुन्छ है। त्यसलाई चाहिँ डिटेल स्पेसिफिकेसन भन्छ। इक्जाम्पल M20 मोटार। द इन्फर्मेसन विच क्यानट बी इन्क्लुडेड इन ड्रइङ इज कन्भेड टु द इस्टिमेटर थ्रु केबाट गरिन्छ? त्यो स्पेसिफिकेसन। स्पेसिफिकेसन भयो राइट एन्सर होइन। यसको बिल अफ क्वान्टिटी, बिओक्यू के हो त? बिओक्यू भने बिओक्यू बिल अफ क्वान्टिटी भने के हो भन्यो भने एउटा के रहेछ, टेबुलेटेड फर्म रहेछ होइन। हेर्नुहोस् त, टेबुलर फर्ममा केही चिज प्रिपेयर गरेको रहेछ जसलाई चाहिँ बिओक्यू भन्दो रहेछ। त्यसमा के हुन्छ भन्दाखेरि डिस्क्रिप्सन अफ वर्क हुँदो रहेछ, के आइटम छ भन्ने कुरा, र कति क्वान्टिटी, कति युनिट, कति रेट, एमाउन्ट, रिमार्क्स, यो सबै चिज हुँदो रहेछ सिरियली एउटा अर्डरमा। यसलाई नै के भन्दो रहेछ, बिल अफ क्वान्टिटी भन्दो रहेछ। इट इज अ इस्टिमेट अफ भेरियस आइटम अफ वर्क प्रोभाइडिङ डिस्क्रिप्सन अफ वर्क हुन्छ, क्वान्टिटिज एन्ड युनिट। हेर्नुहोस् है, अब बिओक्यूले के प्रोभाइड गर्छ भन्दाखेरि यो डिस्क्रिप्सन के गर्ने त, एक्सक्याभेसन अफ ट्रेन्स भने कति क्वान्टिटी, 100 मिटर क्युब, यति छ। अरू यहाँ पनि भर्या हुँदैन, यहाँ पनि भर्या हुँदैन, खाली हुन्छ। यो सबैलाई के हो त, प्रिपेयर्ड इन टेबुलर फर्म, यसरी प्रिपेयर गरे हुन्छ, यसलाई चाहिँ बिल अफ क्वान्टिटी हुन्छ। अब बिल अफ क्वान्टिटी इज प्रिपेयर्ड बाई, कसले प्रिपेयर गर्छ? क्वान्टिटी सर्भेयर, भेन्डर, जियोडेटिक सर्भेयर, सप्लायर। क्वान्टिटी सर्भेयरले, किन यसमा के मात्र भर्या छ हेर्नुहोस् त, क्वान्टिटी भर्या छ, अरू केही भर्या हुँदैन। भर्या छ त छैन। र अब कोलम अफ रेट इन बिओक्यू इज फिल बाई, यो कोलम छ नि जुन रेटवाला कोलम, कसले फिल गर्छ?
जसले चाहिँ के गर्छ त कन्ट्र्याक्टरले जसले बिड गर्न खोज्छ उसले चाहिँ यो फिल गरेर बिड डकुमेन्टमा फिल गरेर पठाउँछ भनेपछि कन्ट्र्याक्टरले फिल गरेर पठाउँछ होइन भनेपछि रेटको कोलम चाहिँ कन्ट्र्याक्टरले फिल गर्छ यसलाई चाहिँ बिल अफ क्वान्टिटी भ्यालुएसन भनेको के हो त अब कुनै चिज मेटेरियल युज गर्दै जाँदाखेरि के हुन्छ त त्यसको भ्यालु डिग्रेड हुन्छ होइन अब आजको रेट कति छ भनेर पत्ता लगाउनु पर्यो भने त्यसलाई के भन्छ भ्यालुएसन गरेको भन्छ त्यो भनेको नर्मली डेप्रिसिएसनसँग रिलेटेड भयो होइन कुनै पनि एसेट चाहिँ हामीले युज गर्दै जाँदा डेप्रिसिएट भएर जान्छ त्यसले गर्दा आजको भ्यालु नयाँ आउँछ नि त त्यो भ्यालु चाहिँ भ्यालुएसन गरेको भन्छ भ्यालुएसन इज द टेक्निक अफ इस्टिमेटिङ एन्ड डिटरमाइनिङ द फेयर प्राइस अफ द भ्यालु अफ प्रोपर्टी सच एज बिल्डिङ फ्याक्ट्री अर अदर इन्जिनियरिङ स्ट्रक्चर्स कुनै चिजको इन्जिनियरिङ स्ट्रक्चर अथवा प्रोपर्टी अथवा बिल्डिङको होइन आजको भ्यालु पत्ता लगाउनु पर्यो भने त्यसलाई भ्यालुएसन गरेको भन्छ बाई भ्यालुएसन प्रेजेन्ट भ्यालु अफ प्रोपर्टी इज डिटरमाइन्ड होइन त द भ्यालु अफ प्रोपर्टी डिपेन्ड्स अपन इट्स स्ट्रक्चर केमा डिपेन्ड गर्छ भनेर सोध्न सक्छ स्ट्रक्चरमा कस्तो स्ट्रक्चर छ यसको लाइफ कति भयो होइन मेन्टेनेन्स कतिको गरेछ रेगुलरली मेन्टेनेन्स सही छैन लोकेसन कुन लोकेसनमा छ बानेश्वरमा भएको घरको के अरे भ्यालुएसन र होइन कुनै अर्को जिल्लामा भएको घरको के हो त भ्यालुएसन सेम हुँदैन होइन त्यो भयो ब्याङ्क इन्ट्रेस्ट होइन ब्याङ्क इन्ट्रेस्ट रेटहरू हुनसक्छ ब्याङ्कले दिने इन्ट्रेस्ट रेटहरूमा पनि डिपेन्ड गर्छ र लिगल कन्ट्रोल त्यसको लिगल कन्ट्रोलको कसको अधीनमा छ होइन लिगेसी कसमा छ त्यो कुरामा पनि डिपेन्ड गर्छ द भ्यालु मे बी डिसाइडेड बाई इट्स सेलिङ प्राइस बेच्दा कति आउँछ त्यही आधारमा यसको भ्यालु डिटरमाइन गरिन्छ एउटा आइदर अर इन्कम यसले कति कमाइरहेछ भन्नेमा पनि डिटरमाइन गर्छ इन्कमको आधारमा पनि भ्यालुएसन हुन्छ दुईटा एउटा बेच्दा कति पैसा आउन सक्छ अथवा त्यसले कति इन्कम जेनेरेट गर्न सक्छ अथवा यसको रेन्टमा दिने हो यदि यसलाई कसैलाई के हो त रेन्टमा अथवा लिजमा दिने हो भने कति आउँछ त पैसा त्यसले पनि भ्यालुएसन हुन सक्छ यो तीनटा कुराले है भ्यालुएसन इज डन आइदर फर बाइङ अर सेलिङ किन्नको लागि गरिन्छ कि बेच्नको लागि होइन अथवा ट्याक्सेसनको लागि पनि गर्छ ट्याक्स तिर्नको लागि भ्यालुएसनको आधारमा ट्याक्स तिर्नुपर्ने हुन्छ अथवा रेन्ट फिक्सेसन रेन्ट कति राख्ने त यसको होइन कसैलाई रेन्टमा अथवा लिजमा दिने भने कति राख्ने त अर एक्विजिसन अर मोर्टगेजिङ त्यही मोर्टगेजिङ भने लोन होइन लोनमा दिने हो भने अथवा एक्विजिसन भनेको के हो त जस्तो ल्यान्ड एक्विजिसन भन्छ नि होइन ल्यान्ड लिनु पर्यो कि एक्विजिसन गर्न कति तिर्ने भन्ने कुराहरूको लागि चाहिँ भ्यालुएसन गरिन्छ भन्छ मेथड्स अफ भ्यालुएसन के मेथड्स अफ भ्यालुएसन गर्ने भन्यो भने एउटा छ सिङ्किङ फन्ड मेथड सिङ्किङ फन्ड मेथड है यो सिङ्किङ फन्ड फुटेछ यसमा फन्ड सिङ्किङ फन्ड मेथड तपाईँहरूले यो त अब इकोनोमिक्समा पनि पढ्नु होला इन्जिनियरिङ इकोनोमिक्समा होइन सिङ्किङ फन्ड मेथड भनेको चाहिँ के हुन्छ त कतिले सिङ्क भयो कतिले हरेक वर्ष चाहिँ कुन एमाउन्टले चाहिँ इक्वल एमाउन्टले सिङ्किङ फन्ड यो चाहिँ के हो त फ्युचर एमाउन्टलाई या फ्युचर हुन्छ नि फ्युचर एमाउन्टलाई एन्युटीमा लैजान्छ एवाइएफ भनेर लेख्नुहुन्छ नि तपाईँहरूले इन्जिनियरिङ इकोनोमिक्समा त्यो नै सिङ्किङ फन्ड हो सिङ्किङ अफ फन्ड फ्याक्टर यो फ्याक्टर चाहिँ के हुन्छ त फ्याक्टर भनेको फर्मुला आई डिभाइड बाई 1 प्लस आईको पावर n-1 हुन्छ अनि यसले सिङ्किङ फन्ड डेप्रिसिएसन निकाल्नुहुन्छ सिङ्किङ फन्ड डेप्रिसिएसनको आधारमा कतिले डेप्रिसिएट भयो त्यसको आधारमा बुक भ्यालु निकाल्नुहुन्छ बुक भ्यालु त्यो बुक भ्यालु नै के हो त त्यसको प्रेजेन्ट भ्यालुएसन हुनुहुन्छ जहिले पनि अर्को डेप्रिसिएसन मेथड हुन्छ डेप्रिसिएसन मेथडमा दुईटा छ स्ट्रेट लाइन र डिक्लाइनिङ ब्यालेन्स स्ट्रेट लाइनमा के हुन्छ जहिले पनि कन्स्ट्यान्ट एमाउन्ट एउटै एमाउन्टले डेप्रिसिएट हुन्छ र डिक्लाइनिङ ब्यालेन्समा चाहिँ कन्स्ट्यान्ट के हुन्छ पर्सेन्टेज हुन्छ एउटै पर्सेन्टेजले डेप्रिसिएट हुन्छ भन्नुको मतलब के हो त अहिले 1 लाख पर्ने प्रोपर्टी होइन यो मानौ 5 वर्ष युज गर्न सकिन्छ यो प्रोपर्टी भने बेच्दाखेरि 20,000 आउँछ मानौ यो सी भनेको के हो त क्यापिटल कस्ट हो कि न 1 लाख रुपियाँ छ किन्दाखेरि एसबी भने सेल्भेज भ्यालु 20,000 छ बेच्दाखेरि आउने एन भनेको कति वर्षपछि त 5 वर्षपछि भन्यो भने के आयो त 16,000 आयो नि हरेक वर्ष 16,000 डेप्रिसिएट भयो भने
अब 1 वर्षपछि यो प्रोपर्टीको भ्यालुएसन कति भयो त 1 लाखको प्रोपर्टीको भ्यालुएसन के भयो त 84,000 भयो 16,000 घटाउनु पर्यो नि डेप्रिसिएसन होइन यसरी निकाल्यो भने यसलाई चाहिँ स्ट्रेट लाइन मेथड भन्छ सिमिलरली डिक्लाइनिङ ब्यालेन्स मेथडमा चाहिँ के गर्छ भन्दाखेरि 5 वर्षको प्रोपर्टी हो नि अब यसलाई चाहिँ 1 माइनस सेल्भेज भ्यालु डिभाइड बाई सी को पावर 1/n गरेर चाहिँ यो चाहिँ फर्मुला हो यसले चाहिँ के गर्छ रेट निकाल्छ कति पर्सेन्टेजले डेप्रिसिएट गराउने भनेर अब यो सबै भ्यालु छ भने एउटा पर्सेन्टेज आयो कि आएन आयो मानौ 20% आयो भने 1 लाखको के भयो त 1 वर्षपछि 20% घट्यो भनेको यो भ्यालु कति घट्यो 20,000 रुपियाँ घट्यो 20,000 घट्यो भने 1 वर्षपछि हेर्ने हो भने यसको भ्यालुएसन कति भयो 80,000 भयो यसलाई चाहिँ के भन्छ डिक्लाइनिङ ब्यालेन्स यो चाहिँ पर्सेन्टेजको आधारमा डिक्लाइनिङ ब्यालेन्स जहिले पनि कन्स्ट्यान्ट पर्सेन्टेज हुन्छ स्ट्रेट लाइनमा कन्स्ट्यान्ट एमाउन्ट हुन्छ अर्को अघि हामीले के भनेको थियो भ्यालुएसन के को आधारमा पनि गरिन्छ इन्कमको आधारमा त्यसलाई चाहिँ इयर्स पर्चेज भन्छ इयर्स पर्चेजको आधारमा पनि हामीले भ्यालुएसन गर्न सक्छौँ अब के हो त इयर्स पर्चेज भनेको इयर पर्चेज भनेको चाहिँ के हो त इट इज द क्यापिटल रिक्वायर्ड टु बी इन्भेस्टेड इन रुपिज इन अर्डर टु रिसिभ एन एन्युटी अफ 1 रुपिज एट अ सर्टेन रेट अफ इन्ट्रेस्ट हुने यो भनेको के हो भन्दाखेरि तपाईँलाई यसलाई इन्जिनियरिङ इकोनोमिक्समा क्यास फ्लो डायग्राम त सिक्नु भयो नि होइन प्राय आउँछ जस्तो अब जिरोमा तपाईँहरूले के गर्नुहुन्छ त इन्भेस्ट गर्नुहुन्छ क्यापिटल सी यो कति इन्भेस्ट गर्नुपर्छ निकाल्नुहोस् रे जब कि के हो त हरेक वर्ष चाहिँ तपाईँलाई के आउनु पर्यो 1 रुपियाँ आउनु पर्यो हरेक वर्ष रुपिज 1 आउनको लागि यो कहिलेसम्म भन्दाखेरि इन्फाइनाइट टाइमसम्म 1 रुपियाँ आउनको लागि चाहिँ कति क्यापिटल अहिले इन्भेस्ट गर्नुपर्छ भनेर सोध्यो त्यो यसलाई के भन्दो रहेछ यो क्यापिटललाई चाहिँ इयर पर्चेज वाइपी भन्दो रहेछ है त इयर पर्चेज भनेपछि वाइपी निकाल्ने यदि इन्ट्रेस्ट रेट I% हो र यो 1 रुपियाँ हो अथवा यो AW हो भने वाइपी निकाल्ने फर्मुला के हो त AW/I हो यो चाहिँ इन्जिनियरिङ इकोनोमिक्समा पढ्नुहुन्छ है क्यापिटलाइज्ड वर्थ भनेर पढ्नुहुन्छ होइन त्यही हो क्यापिटलाइज्ड भ्यालु एउटा पढ्नु भएको छ नि तपाईँले क्यापिटलाइज्ड वर्थ मेथड भनेर होइन त्यो क्यापिटलाइज्ड भ्यालु भनेको चाहिँ के हुँदो रहेछ त वाइपी निकाल्नुहुन्छ नि यसको इन्फाइनाइट एन्युटीको के हो त सी AW भनेको कति छ जस्तो 10 इन्ट्रेस्ट रेट 10% छ मानौँ इन्ट्रेस्ट रेट 10% छ भने के हुन्छ इयर पर्चेज कति हुँदो रहेछ केमा डिपेन्ड गर्दो रहेछ इन्ट्रेस्ट रेटमा है किन भन्दा इयर पर्चेज भनेको AW डिभाइड बाई I हो एन्युटी हरेक वर्ष कति रुपियाँ चाहिएको छ अरे हामीलाई 1 रुपियाँ 1 रुपियाँ चाहिएको छ र इन्ट्रेस्ट रेट I भने 10% छ भने चाहिँ 0.1 भनेको इयर पर्चेजको भ्यालु चाहिँ कति हुँदो रहेछ 10% को लागि 10 रुपिज हुँदो रहेछ इयर पर्चेज अब इयर पर्चेज 10 रुपिज छ अनि नेट इन्कम हरेक वर्ष यो वर्षको नेट इन्कम चाहिँ 10,000 छ यो वर्ष चाहिँ कुनै मेसिनले भनौँ न कुनै मेसिनले 10,000 रुपियाँ कमाउँछ र यसको इयर पर्चेज कति रहेछ 10 रुपिज आयो भनेपछि इन्टु 10 गऱ्यो भने कति आयो त यसको भ्यालु 1 लाख रुपियाँ आयो नि यसको अहिलेको भ्यालुएसन चाहिँ कति हुँदो रहेछ 1 लाख रुपियाँ हुँदो रहेछ यसरी भ्यालुएसन गर्न सकिन्छ इयर पर्चेजको आधारमा अहिले सोध्छ है इयर पर्चेज भनेको के हो सोध्छ है यही कुराहरू चाहिँ क्यालकुलेसन यसरी हामीले भ्यालुएसन गर्न सकिन्छ ल अब योसँग रिलेटेड हामीले इस्टिमेटिङ एन्ड कस्टिङसँग रिलेटेड प्राय कुराहरू चाहिँ यहाँनिर इन्क्लुड भएको छ धेरै तपाईँको टेन्टेटिभ अब्जेक्टिभमा सोध्ने 80 देखि 85% क्वेसनहरू चाहिँ यसमा इन्क्लुडेड छ त्यो होला तपाईँहरूलाई अब जस्तो लाइसेन्स इक्जामको लागि हो यति मात्रै पढेर जानुभयो भने नि तपाईँले मजाले पास गर्न सक्नुहुन्छ योबाट आएको क्वेसनहरू सबै गर्न सक्नुहुन्छ तर अब योभन्दा बढी अब अझै पनि 15% रिमेनिङ 15 देखि 20% को लागि चाहिँ अलि धेरै बुकहरू 2-3वटा जस्तो बुकहरूमा नि के हुन्छ भन्दाखेरि एउटा बुकमा भएको क्वेसन अर्को बुकमा भएको क्वेसन एराउन्ड 90% म्याच गर्छ है त्यो 90% बाहेकको क्वेसनहरू छ नि त्यो चाहिँ अलिकति फोकस गरेर पढ्नु होला त्यस्तो क्वेसनहरू चाहिँ बढी सोध्छ क्या इक्जाममा त्यस्तो कुराहरू चाहिँ बढी सोध्छ त्यस्तो कुराहरूलाई फोकस गरेर पढेर जानुहोस् है तपाईँहरूले गर्न सकिहाल्नुहुन्छ अब्जेक्टिभ ल अब आज चाहिँ यति नै गरौँ है यो सबै सकियो है त ल